10 years भइसक्यो मैले चाहिँ सबै अप्स एन्ड डाउन हेरिसकेँ के गर्नुपर्छ मैले बुझिसकेँ होइन लिडिङ पोजिसनमा चाहिँ अलिक कम देखिन्छ कम्पेरेटिभली अझै पनि हामीले हुन्छ नि इक्वालिटीमा त्यस्तो धेरै ठ्याक्क इक्वल त हामी त्यति नै जसले पनि हेर्ने नजरहरू छ होइन भए पनि व्यवहारमा उत्रिँदाखेरि हाम्रो जस्तो एउटा पुरुष प्रधान देशमा त्यो प्रविधिले नाटालाई अलिकता मोडिफाई गरेर एकदमै एक्टिभ सेक्रेटेरिएट तपाईँको 24 आवर्सभित्र रेस्पोन्स र अभिभावक संस्था भनेपछि हामीले चाहिँ कुनै पनि प्रब्लम हुँदाखेरि आफ्नो पेरेन्ट्सलाई भन्दाखेरि हामीलाई चाहिँ त्यसको रेस्पोन्स आएन भने हामी कति प्यानिक हुन्छौँ बच्चा हुँदाखेरि जेनजी भन्दाखेरि मैले बुझेको छु अहिले जेनजी वर्डलाई चाहिँ डिस्क्राइब एज अ कन्सेप्ट यो सोचलाई चाहिँ जेनजी भन्ने नाम दिएको छ त्यसको मतलब अफकोर्स यङहरू त आउनै पर्छ नि उहाँहरू त फ्युचर हो नि त एयरपोर्टबाट एक्सेसिबल टुरिज्मको लागि टोइलेटदेखि एकदम फेसिलिटेट गर्नुपर्छ त्यो फेरि एयरपोर्टमा सुरुवात भइसकेपछि होटलमा तपाईँले देख्नुहुन्न नि एक्सेसिबल मान्छेले सिनियर्सहरू डिसेबलहरूले टोइलेट जानु पर्दाखेरि त्यो फेसिलिटेड टोइलेट देख्दैन इंटरनेशनल चेन होटलहरूमा नि त्यति देख्दिनँ म यहाँ स्टेबल गभर्मेन्ट भइ नराख्दाखेरि हामी पनि जहिले पनि हामी यति दिएको हुन्छौँ कि 2 वर्षको टेनरमा हामीले 4वटा लगभग 5वटासम्म टुरिज्म मिनिस्टरलाई नमस्ते गरेर बुकिदिन जान्छौँ कि गरिरहेको होला किन ल्याउने नयाँलाई ल्याएर नयाँलाई चाहिँ हामीले एन्करेज गर्ने हो नि त हाम्रो देश यस्तो छ यो गर भनेर अब तुरुन्तै नआउला त्यसको रिजल्ट होइन कहिले पनि नेपाल सेल गरेका छन् ल यसले नेपाल यसले त मलाई बिजनेस दिन्छ होइन कि नेपालै सेल गरेको थिएन अब यसले बिस्तारै दिन्छ टुरिज्म मिनिस्टर खुल्नुभन्दा अगाडि खुलेको संस्था हो नमस्ते म प्रज्ञा शर्मा मेरा प्रिय तथा आदरणीय साथीहरू म केही समयदेखिको पजलाई अन्त्य गरेर फेरि तपाईहरुसँग आएकी छु अब हामी वुमेन्स भोइस मात्र नभई सबैको भोइस लिएर आएका छौं हामी पज विथ प्रज्ञाका साथमा आएका छौं केही फरक नयाँ गेस्ट र विषय सहित नियमित आउने छौं हामीलाई साथ दिनुहोला आज हाम्रो अतिथि हुनुहुन्छ जिस्वा श्रेष्ठ तुलाधर नेपालको पर्यटन क्षेत्रमा परिचित व्यवसायी तथा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स नाटाको सक्रिय नेतृत्वमा रहेकी हाम्रो श्रेष्ठ हालको वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ उहाँ स्वा टुर्स तथा ट्राभल्सका प्रबन्ध निर्देशक हुनुहुन्छ र लामो समयदेखि नेपालको पर्यटन प्रवर्धनमा सक्रिय भूमिका खेलेर आउनुभएको छ पज विथ प्रज्ञा पनि हाम्रो पोडकास्टमा तपाईलाई स्वागत छ थ्यांक यू नमस्ते सन्चै हुनुहुन्छ एकदम सन्चै छु तपाईं त पर्यटनमा एकदम छाएकी मान्छे सबैले चिन्ने यति पपुलर हैन चुनावमा पनि आउँदै हुनुहुँदो रहेछ अहिले नाटकको पहिला सुरु त यो नाटा भनेको के हो नाटा भनेको चाहिँ एउटा अभिभावक संस्था हो जुन चाहिँ हाम्रो अहिले ट्राभल एजेन्सीहरूमा कोही टुर अपरेटर होला कोही इनबाउन्ड कोही आउटबाउन्ड कोही टिकटिङ गर्ने कोही ट्रान्सपोर्ट यो सबै एजेन्सीहरूलाई चाहिँ परेको बेलामा या बुस्ट गर्न या सपोर्ट गर्नको लागि जन्मेको एउटा अभिभावक संस्था हो संस्था मात्रै हो नि हैन हजुर अनि लाइक अब तपाई त पर्यटनमा धेरै वर्ष हुनुभयो हैन हजुर 25 वर्ष प्लस भइसक्यो 25 वर्ष कसरी आउनुभयो यो पर्यटनमा पहिला तपाई कसको प्रेरणाले आउनुभयो लाइक बच्चादेखि नै म चाहिँ एकदम एन्थुजियास्टिक के ट्राभलिङमा लाइक एकदमै क्युरियस न्यू डेस्टिनेसन न्यू एक्सप्लोर त्यही सम्बन्धमा ट्राभल नै किन भन्दाखेरि चाहिँ घुम्न धेरै मनपर्ने होला अनि प्लस अब डेस्टिनेसन नसोधिकन हिँडिदिने त्यो हुँदै अनि अर्को चाहिँ मैले एकदम अट्र्याक्ट भएको चाहिँ म एकदम सानोमा 9-10 क्लासमा होला म चाहिँ मेरो दिदी चाहिँ ट्राभल एजेन्सीमा भर्खर उहाँले चाहिँ जब सुरु गर्नुभएको थियो अनि त्यहाँ जाँदाखेरि फरेनर्सहरू लाइक वाइट स्किन एन्ड आई युज टु सी द डलर्स एज वेल अनि त्यो हेर्दाखेरि चाहिँ ओहो यहाँ त ग्ल्यामरस पैसा अनि त्यसपछि अलिकता हुन्छ नि त्यो छ भन्ने लागेर म अट्र्याक्ट भएको त्यहाँबाट धेरै सानो उमेरमा लाइक 16 इयर्सबाट चाहिँ सुरु भएको तर मैले आई स्टार्टेड माई जर्नी फ्रम 1999 मल्ल ट्राभलबाट एज अ टिकेटिङ अफिसर चाहिँ मेरो एज अ प्रोफेसनल टुरिज्म भनौँ न तपाईले पहिला चाहिँ अरू कसैको कम्पनीमा काम गर्नुभयो हैन अनि त्यसपछि अनि आफ्नै कम्पनी खोल्नुभयो हैन 5 इयर्स जति अरूको कम्पनीमा त्यसपछि 2004 मा मैले चाहिँ पार्टनरशिप देन तपाईलाई पर्यटनमा तपाईले के काम गर्नु भएको छ जस्तै टिकेटिङ भयो हैन अनि इनबाउन्ड टुरिज्म भनेको अब जस्तै विदेशबाट नेपाल विदेशी आउने एउटा टुरिज्म भयो आउटबाउन्ड नेपालीहरूलाई विदेश घुमाउने तपाई चाहिँ केमा चाहिँ पोख्त हुनुहुन्छ त
सुरुवातीमा अब त्यति बेला धेरै टिकेटिङहरू जस्तै म्यान पावर कम्पनीहरू टिकेटिङमा मैले स्टार्ट गरे भएर म्यान पावर कम्पनीहरूको धेरै राम्रो बिजनेस थियो सो आई स्टार्टेड फ्रम म्यान पावर टिकेटिङ बल्कमा टिकेटिङ गर्ने होइन तर बिस्तारै पछि हुँदै जाँदाखेरि 2009मा अलिकता मलाई त्यो बिजनेसमा भन्दा पनि मैले त्यसपछि देश विदेशहरू एक्सप्लोर गर्न थालेँ अरू कन्ट्रीहरू आफै जान थालेँ त्यसो आई स लाइक कि नेपालीहरू पनि इन्ट्रेस्टेड छ बाहिर जान भनेपछि अनि आई स्टार्टेड फ्रम 2009 या 2007 अराउन्ड लाइक द्याट त्यहाँबाट चाहिँ मैले नेपालीहरूलाई विदेश लान थालेँ बिकज नेपालीहरू बाहिर जाँदाखेरि पनि धेरै कुरा सिकेर नेपालमा आएर त्यसलाई युटिलाइज गर्ने त्यसलाई चाहिँ होइन इम्प्लिमेन्ट गर्ने भएकोले त्यो चाहिँ बेस्ट लाग्यो अनि त्यो एउटा ट्रेन्ड पनि भर्खर स्टार्ट भएको थियो सो आई स्टार्टेड फ्रम अनि त्यसको साथसाथै इनबाउन्ड पनि गर्छु तर आइ एम मोर स्पेसलाइज अन आउटबाउन्ड टुर अपरेटर ओके अब हामी अहिले नाटाको हुन लागिरहेको चुनावको विषयमा हामी गफ गरौँ होइन आज हाम्रो मेन विषय वस्तु नै त्यसैमा छ अब नाटामा त तपाईँ अहिलेसम्म कति 10वटा टेनर लिइसक्नु भयो होइन नो 5 टेनर 10 इयर्स 5 टेनर मात्रै हो 10वटा ओके सरी 5 टेनर एउटा टेनर 2 इयर्सको हुन्छ त्यसमा तपाईँले 5 टेनर लिइसक्नुभयो 5 टेनर्समा तपाईँ स्टार्टिङमा सदस्यदेखि लिएर कोषाध्यक्ष अब अहिले तपाईँ सचिवपछि अहिले तपाईँ वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ अब तपाईँले यसमा के डिफ्रेन्स देख्नुभयो भन्नुहोस् त लाइक स्टार्टिङमा चाहिँ मलाई अलिकता लिडरसिप अनि सोसल वर्कहरू अनि त्यसपछि आफ्नै इन्डस्ट्रीमा गर्नु पाउँदाखेरि चाहिँ मैले त्यो सिक्नको हिसाबले आफूले एन्ट्री गरेँ अग्रजहरूले पनि अर्जुन दाईको पालामा 2010मा अनि 2 वर्ष त मैले वाट इज एसोसिएसन होइन के काम गर्दो रहेछ अनि प्रब्लम्सहरूलाई कसरी सोल्युसनमा लाँदो रहेछ अनि कसरी चाहिँ एड्रेस गर्दो रहेछ गभर्मेन्टसँग भन्ने त्यो कुरा नै मैले लगभग 2 टेनरमा 4 वर्ष त्यो र दिएको कामहरूलाई टार्गेटहरूलाई अब दिएको टास्कहरूलाई पुरा गर्नेतिर मात्रै गरेँ अनि पछि एज अ सहकोषाध्यक्ष भएर गइसकेपछि चाहिँ थोरै मैले चाहिँ अलि च्यालेन्जिङ कामहरू च्यालेन्जिङ भूमिकाहरू देखेँ त्यति बेला धेरै टसल हुने कामहरूमा अनि पोलिटिकल एफिलिएसन अनि त्यहाँबाट सचिव हुँदै अहिले आउँदाखेरि त वरिष्ठमा आउँदाखेरि चाहिँ आई हेभ लर्न सो मेनी थिङ्स अब संस्था कसरी चलाइन्छ संस्थाले चाहिँ गभर्मेन्ट र प्राइभेट र पब्लिकमा कसरी चाहिँ कोलेसन गर्छ होइन कसरी चाहिँ मेडिएटर भएर काम गर्छ त्यो कुराहरू सबै मैले चाहिँ जानेको छु त्यो बावजुद पनि धेरै प्रब्लम्सहरू छ ओके अब तपाईँ वरिष्ठ उपाध्यक्ष भइसक्नुभयो होइन र हजुर वरिष्ठ उपाध्यक्ष र अध्यक्षमा खासै धेरै डिफ्रेन्स लाग्दैन हामीलाई हेर्दा किनभने हामी बाहिरबाट हेर्दा किनभने म आफै पनि ट्राभल एजेन्सी चलाउँछु र म नाटाको मेम्बर पनि हो त्यही गर्दाखेरि मलाई त्यति लाग्दैन तपाईँको र हाम्रो उपाध्यक्ष र अध्यक्ष बिच कस्तो सम्बन्ध हुन्छ उनीहरूको काम अध्यक्षले नभ्याएपछि उपाध्यक्षले गर्ने होइन र हामीले बुझेको त त्यो हो नि अनि डेफिनेटली संस्थामा कुनै पनि अब हामीले आफ्नो कम्पनीमा पनि एउटाले सन्चो भएन भने एउटाले भ्याएन भने एउटा छुट्टीमा बस्यो भने अर्को अप्सन चाहिन्छ भनेर राखेर जस्तै त्यो पद पनि त्यसैको लागि चाहिँ क्रिएट गरेको हो पहिला चाहिँ उपाध्यक्ष भन्ने हुन्थ्यो तर त्यो पनि नपुगेर वरिष्ठ उपाध्यक्ष अब जस्तै अध्यक्षको अनुपस्थितिमा अध्यक्षलाई सपोर्ट गर्ने अध्यक्षको एजेन्डाहरू या प्लस आफ्नै पनि एजेन्डाहरू होइन त्यो हिसाबले चाहिँ एउटा क्रिएट गरेको पोस्ट हो डेफिनेटली तर डिफ्रेन्सेस चाहिँ छ किनभने की पोजिसन भनेको चाहिँ अध्यक्षको हुन्छ अध्यक्षले नभ्याउँदाखेरि मात्रै गर्ने भन्ने चाहिँ हुँदैन आफ्नो एउटा कमिटीहरू हुन्छ होइन भए पनि अध्यक्ष इज अ सबैभन्दा धेरै पावरफुल अनि त्यसपछि डिसिजन मेकर अनि एभ्रिथिङ बदानले त्यसरी नै अध्यक्षलाई धेरै दिएको छ तपाईँ आफूलाई अध्यक्षको उम्मेदवार अहिले के हिसाबले ठान्नुहुन्छ अफकोर्स अब 10 इयर्स भइसक्यो मैले चाहिँ सबै अप्स एन्ड डाउन हेरिसकेँ के गर्नुपर्छ मैले बुझिसकेँ होइन अब हुन त मैले विभिन्न पदहरूमा रहिरहँदाखेरि पनि के अरे हाम्रो इन्डस्ट्रीको प्रब्लम्सहरू इन्डस्ट्रीमा गर्नुपर्ने कामहरू जस्तै इन्टरनेसनल मार्केटिङहरूदेखि लिएर सबै कुरामा मैले एज अ कोअर्डिनेटर फितुर गएँ एज अ कोअर्डिनेटर माटा फर्स्ट टाइम मैले स्टार्ट गरेँ एज अ कोअर्डिनेटर हाम्रो श्रीलङ्कामा कोभिडको समयमा मान्छेहरू सबै सुस्ताएको बेलामा चाहिँ मैले त्यो काइन्ड अफ वन म्यान आर्मी जस्तो गरेर गर्नुपर्छ भनेर टुरिज्म बोर्डसँग मिलेर हामीले एउटा सेल्स मिसन पनि गऱ्यौँ होइन धेरै कुराहरू गऱ्यो स्टिल अब त्यो कुराहरू चाहिँ आफू एउटा एज अ प्रेसिडेन्ट बन्दाखेरि आफ्नो छुट्टै एजेन्डा र छुट्टै भिजन हुन्छ मेरो काम चाहिँ टिममा गइराख्दाखेरि
प्रेसिडेन्टको भिजनलाई सपोर्ट गर्ने, राइट भिजनलाई सपोर्ट गर्ने, प्लस त्यहाँ दिएको कमिटीलाई चाहिँ मैले चाहिँ राम्रोसँग एड्रेस गर्ने त्यो हुन्छ। तर मेन हुनु भनेको चाहिँ द्याट्स अ मिक्स डिफ्रेन्स। सो मेरो पनि कति धेरै एजेन्डाहरू छ, कति धेरै कुराहरू छ जुन चाहिँ मेरो अहिलेसम्मको 10 वर्षको एक्सपिरियन्सलाई अब बल्ल चाहिँ त्यसलाई एकदम राइट वेमा मैले चाहिँ प्रस्तुत गर्ने चान्स छ। सो द्याट्स मैले मेरो बुझाइमा चाहिँ अहिलेको अध्यक्षले गर्न नसकेको कामहरू तपाईँ आफू गर्नुहुन्छ। अफकोर्स अध्यक्षले गर्न नसकेको कामहरू पनि भयो, प्लस कति राम्रो कुराहरू, राइट कुराहरू चाहिँ उठाइराख्नु भएको, त्यो त 2 वर्षमा सम्भव हुँदैन नि त। कति पोलिसी लेभलमा गर्नुपर्ने, पाइपलाइनमा भएको कामहरू, अग्रजहरूले निकालेको कुराहरूलाई कन्टिन्युटी दिनलाई मैले चाहिँ थाहा छ नि त, भित्र बसेर कति कुराहरू भएको छ, त्यो कुरालाई अझै पनि हामीले कम्प्लिट गर्न सकेका छैन। फर इक्जाम्पल भ्याटको इस्युहरू छ होइन, नेपाल एयरलाइन्सको इस्युहरू छ, धेरै कुराहरू छन्। त्यो कुरालाई पनि अलिकता म चाहिँ सशक्त रूपमा अझै पनि मैले सबै भित्रबाट बुझ्या भएर त्यसलाई एकदमै एड्रेस गरेर त्यसलाई कन्टिन्युटी दिन सक्छु, रिजल्ट ल्याउन सक्छु जस्तो लाग्छ मलाई। अघिल्लोको नेतृत्वभन्दा अहिले तपाईँको नयाँ नेतृत्व शैलीमा के फरक छ? सबैभन्दा पहिला त व्यक्ति नै फरक छ। व्यक्ति फरक हुने बित्तिकै काम गरेको, तर टुरिज्मको इन्डस्ट्रीको प्रब्लम्सहरू र त्यो कुरा एड्रेस गर्ने। जस्तो एउटा कम्पनी ट्राभल एजेन्सी खोल्छ भने उसले के काम गर्छ भन्दाखेरि त्यो काम त सधैँ फिक्सै हुन्छ नि, तर कुन वेले उसले गर्छ भन्ने मात्रै तरिकाको कुरा हो। यहाँ तरिका अघिल्लो नेतृत्वले पनि गर्नुभएको कुराहरूलाई चाहिँ मैले क्यारी अन गर्ने हो, उहाँहरूसँगै सिकेको हो, अग्रजहरूसँग कसरी गर्ने भन्ने त्यो कुरालाई क्यारी अन गर्ने। उहाँहरूको भन्दा अलिकति डिफ्रेन्ट चाहिँ कसरी हुन्छ होला भने मलाई जहाँसम्म लाग्छ, एउटा त बिङ अ वुमन होइन, एउटा वुमेनहरूलाई एम्पावर गर्ने, लिडरसिपमा चाहिँ अलिकता एन्करेज गर्ने, त्यो कुरामा मेरो अलिक बेसी ध्यान रहनेछ डेफिनेटली। नट बिकज अफ लाइक इट्स बिङ बायस, तर अलिकता वुमेनहरूको लिडरसिपमा र टुरिज्ममा स्पेसली अलिकता उहाँहरूको चाहिँ कम पार्टिसिपेसन जस्तो मलाई फिल हुन्छ। तिनीहरूलाई एन्करेज गर्नलाई धेरै नै वुमेन्सहरू देखिन्छ, तर एउटा लिडिङ पोजिसनमा चाहिँ अलिक कम देखिन्छ कम्पेरेटिभली। अझै पनि हामीले हुन्छ नि इक्वालिटीमा त्यस्तो धेरै ठ्याक्क इक्वालिटी इक्वल त हामी त्यति नै जसले पनि हेर्ने नजरहरू छ होइन, भए पनि व्यवहारमा उत्रिँदाखेरि हाम्रो जस्तो एउटा पुरुष प्रधान देशमा केही न केही मात्रामा चाहिँ अलिक डिफ्रेन्स छ। उहाँहरूलाई चाहिँ एन्करेज गर्नलाई पनि म अगाडि आएको हुन्छु, उहाँहरूमा ध्यान क्रेडिट हुन्छ मेरो। अनि प्लस अब समय सापेक्ष, अब जस्तो पहिला अब डिजिटलाइजहरू त्यति महत्त्वपूर्ण थिएन भने अहिले डिजिटलाइज, अब कोही पनि मान्छेहरू चाहिँ कहीँ गन्तव्यमा जानु अगाडि कतै गर्नु अगाडि सुरुवात नै डिजिटलबाट हुन्छ नि त। सो त्यो एआई र अर्को कुरा चाहिँ पहिला जुन प्रविधि थिएन अहिले प्रविधि छ नि त, त्यो प्रविधिले नाटालाई अलिकता मोडिफाई गरेर एकदमै एक्टिभ सेक्रेटेरिएट तपाईँको 24 आवर्सभित्र रेस्पोन्स र अभिभावक संस्था भनेपछि हामीले चाहिँ कुनै पनि प्रब्लम हुँदाखेरि आफ्नो पेरेन्ट्सलाई भन्दाखेरि हामीलाई चाहिँ त्यसको रेस्पोन्स आएन भने हामी कति प्यानिक हुन्छौँ बच्चा हुँदाखेरि, त्यो खालको प्यानिकनेस चाहिँ नआओस् भन्ने अभिभावक संस्थालाई अलिकता क्विक रेस्पोन्समा चाहिँ धेरै ध्यान जानेछ मेरो। लगभग पुरानो कुरालाई नै ल्याउने तर डिफ्रेन्ट वेमा, अलिकता इफेक्टिभ वेमा र छिटो रिजल्ट दिने हिसाबले चाहिँ मैले सोच बनाएकी छु। मेरो एजेन्डा आखिर टुरिज्मै हो। एक्ज्याक्टली। अब विदेशी नेपाली घुम्न आउने, नेपालमा चाहिँ अब राम्रो सडक बनाउन तपाईँले एज अ पुलको काम गर्नुहुनेछ नाटामा बसेर, अनि अब राम्रो हवाई सेवाहरूको लागि होइन, अनि सुरक्षाको लागि तपाईँले त्यसको लागि चाहिँ पहल गर्नुहुन्छ होइन, त्यही हो नि त नाटाले गर्ने, त्यही हो नि होइन। अनि अब हाम्रो पर्यटन प्रवर्धनको लागि धेरै यो के भन्छ हाम्रो इन्टरनेसनल ट्राभल मार्टहरू होइन, त्यसको लागि नाटाले गर्ने त होइन नि त्यो काम त, त्यो तपाईँले टुरिज्म बोर्डसँग सहकार्य गर्नुहुन्छ होइन। अफकोर्स यो जहिले पनि कुनै पनि व्यवसायमा चाहिँ पब्लिक र प्राइभेट पार्टनरसिप नभइकन केही पनि डेभलपमेन्ट हुँदैन होइन। गभर्मेन्टको सपोर्ट र गभर्मेन्टलाई नै हाम्रो सपोर्ट, दुईटै सपोर्टबाट मात्रै इकोनोमिक ग्रोथ हुने हो। सो द्याट चाहिँ हामी चाहिँ मेडिएटर हो, तर मेडिएटर हुँदाखेरि अब गभर्मेन्ट दे आर नट अ एक्सपर्टिज, वी आर द एक्सपर्टिज इन दिस इन्डस्ट्री। सो हामीले सबै समस्या बुझा हुन्छ र त्यसलाई कसरी एड्रेस गर्नुपर्छ भने सल्युसन पनि हामीसँग हुन्छ।
त्यो सोल्युसन साथ गभर्मेन्टलाई चाहिँ अन्डरस्ट्यान्ड गराउने, उहाँहरूलाई चाहिँ अवेर गराउने, नक गराउने र त्यसलाई पोलिसी लेभलसम्म चाहिँ कसरी इम्प्लिमेन्ट गराउने भन्ने कुरा चाहिँ मेडिएटर एज अ हामी अथोराइज बडी होइन, तर मेडिएटर हुँदाखेरि पनि हामीले धेरै काम गर्छौँ। गभर्मेन्ट त आफ्नो लयमा गइरहेको हुन्छ र आफ्नो टुरिज्म मिनिस्टर पनि हुनुहुन्छ, बट स्टिल हामी चाहिँ एक्सपर्टिज भएकोले हाम्रो सहयोगबाट उहाँहरू अगाडि बढ्नुहुन्छ र उहाँको सहयोगबाट हामी अगाडि बढ्ने हो, पब्लिक प्राइभेट पार्टनरसिपमा। अब अहिले यस्तो ट्रेन्डिङ छ नि, अब जेनजीज हजुर, जेनजीज भनेको जेनेरेसन जीको मान्छे मात्रै होइन कि Concepts. अल यङ पर्सनहरू चाहिँ लिडरसिपमा आइरहेको छ होइन, हाम्रो सरकारमा पनि। अब अहिले यसो हेर्दाखेरि बजारमा अलि हाम्रो नाटाकै इलेक्सनमा पनि यङ जेनेरेसनहरू आउन खोजिरहेको जस्तो देखिन्छ। तपाईँलाई कस्तो लागिरहेछ यो चाहिँ? अफकोर्स इट्स अ पोजिटिभ। है यङ जेनेरेसनहरू जेनजी भन्दाखेरि मैले बुझेको छु अहिले जेनजी वर्डलाई चाहिँ डिस्क्राइब एज अ कन्सेप्ट, यो सोचलाई चाहिँ जेनजी भन्ने नाम दिएको छ। त्यसको मतलब अफकोर्स यङहरू त आउनै पर्छ नि, उहाँहरू त फ्युचर हो नि त। कुनै पनि डेस्टिनेसन, कुनै पनि बिजनेस या कुनै पनि हुन्छ नि ठाउँमा चाहिँ यङहरूको त एन्ट्री हुनैपर्छ। तर यङहरू आइराख्दाखेरि होइन, अग्रजहरूको या एक्सपिरियन्सहरूको हामी जस्तो हामीले बुझेकोहरूलाई कम्बिनेसनमा लानुपर्छ भन्ने मेरो कन्सेप्ट हो। यङहरू अलवेज वेलकम हुन्छ, तर उहाँहरूले चाहिँ अग्रजहरूसँग सिक्नुपर्छ। हामीले जसरी सिकेर आजसम्म आयौँ, दुइटै कम्बिनेसन भएर अगाडि बढ्दाखेरि मोर पर्फेक्सन आउँछ, मेच्योरिटीहरू चाहिँ चाहिन्छ। अब अहिले अर्को पनि ट्रेन्डिङ छ, हाम्रो सरकारमा 100 डेज प्रोग्राम भनेर आउँछ। तपाईँको पनि त्यस्तो केही छ कि? 100 डेज के छ भन्नु? त्यो टार्गेट लिनुपर्छ। त्यो टार्गेट नलिकन त कहिले पनि रिजल्ट हुँदैन। मेरो पनि 90 डेजको भनौँ न 3 मन्थ्सको एउटा टार्गेट छ। अब 3 मन्थ्समा सुरुवातमै गइराख्दाखेरि चाहिँ पोलिसी लेभलमा म यो चेन्ज गर्छु, ऊ चेन्ज गर्छु होइन, हिजो पाइपलाइनमा भएको कुराहरूलाई निरन्तर दिने। प्रब्लम्स आउँदाखेरि मात्र एउटा जे कुरा पनि संवादबाट सोल्युसन आउँछ होइन, त्यो एउटा कन्भर्सेसन त्यो चाहिँ कन्टिन्युटी राख्छु। जस्तै अब कुरा गर्नु पर्दाखेरि कति विभिन्न व्यवसायहरूको विभिन्न संस्थाहरू छ नि, उहाँहरूसँग कम्बाइनली जानुपर्छ। इन्डिभिजुअल जाँदाखेरि रिजल्ट आउँदैन। सो त्यो प्लान पनि छ मेरो, कम्बाइनली जाने भन्ने कुरा। सो 100 डेजमा एकदम बेसिकली सबैभन्दा फर्स्ट मैले देखेको भनेको नाटा सेक्रेटेरिएटलाई अलिकति रिफर्म गर्नुपर्ने छ, एकदमै डिजिटलाइज गरेर एकदम एक्टिभ गर्नुपर्ने छ। मलाई आफैलाई पनि त्यहाँ बसिराख्दाखेरि चाहिँ वेबसाइटहरू अलिकता धेरै पुरानो प्याटर्नमा चलिरहेको देखिरहेको छु होइन। त्यो नै मेरो फर्स्ट प्रायोरिटी हुन्छ। भनेको कस्तो भने अब हामी त अभिभावक संस्था हो नि त, मेम्बर्सहरूलाई प्रब्लम्सहरू पर्दा सजेसनहरू दिनु पर्दाखेरि होइन, उहाँहरूले चाहिँ इन्फर्मेसन लिनु पर्दाखेरि हाम्रो संस्थामा अझै पनि मेल गरेर चाहिँ रिप्लाई कुर्ने, फोन गरेर गर्ने, वाट्सएप गरेर गर्ने, त्यो सिस्टमलाई पनि अझै सकेसम्म चाहिँ वेबसाइटबाट इमिडिएटली कसैमा डिपेन्ड नभइकन एकदम लाइभ च्याटहरू होइन, अनि हामीले उनीहरूले दिएकोलाई 24 आवर्समा रिप्लाई गर्ने एउटा डेडिकेटेड टिम चाहिँ खडा गर्नुपर्छ। अनि त्यो हुँदाखेरि चाहिँ उहाँहरूलाई मेम्बर्सहरूलाई एटलिस्ट केही एउटा कुरा हुँदाखेरि रेस्पोन्स भयो भने त्यो अलिकता एकदमै अभिभावक संस्था छ भन्ने फिल गराउनुपर्छ कि उहाँहरूलाई। त्यो एउटा फर्स्ट भयो। भनेपछि अर्को कुरा चाहिँ अहिले जुन हाम्रो प्रब्लम्सहरू छ नि, त्यो प्रब्लम्सहरूलाई चाहिँ एकदम सोल्युसनमा ल्याउनलाई सबै विभिन्न संस्थाहरू अनि एयरलाइन्सहरू अनि पोलिसी लेभलमा बस्नुभएका गभर्मेन्टहरू उहाँहरूसँग चाहिँ निरन्तर वार्ता चाहिँ गरिन्छ। त्यहाँ प्रब्लम्सहरू भनेको अलरेडी छ, तर प्रब्लम्स आएर ठुलै प्रब्लम आएमा मात्रै एकदमै एडभोकेट नगएर रेगुलर जस्तै मन्थली वाइज, विकली वाइज त्यहाँ गएपछि मिटिङबाटै पनि सोल्युसन निकाल्नलाई, अनि प्लस हामीले 3-3 महिनामा चाहिँ एटलिस्ट क्याटेगोराइज गरेर टिकटिङको एजेन्सीहरू, इनबाउन्डको टुर अपरेटरहरू, आउटबाउन्डको टुर अपरेटरहरू, त्यसै ट्रान्सपोर्ट कम्पनीजहरू छ नि, उहाँहरूसँग अलग अलग रूपमा चाहिँ हामी क्वार्टरली चाहिँ एउटा डिस्कसन फोरम अब उहाँहरूलाई इन्भाइट गर्ने होइन, अनि त्यसपछि डिस्कसन फोरम गरेर उहाँहरूको प्रब्लम्सहरू उहाँहरूले दिने सोल्युसन एडभाइजहरूलाई कम्पाइल गरेर मात्रै राख्ने होइन कि, त्यसलाई फेरि हामीले चाहिँ कहाँसम्म लानुपर्ने हो, एडभोकेसी लेभलसम्म लाने हाम्रो प्लान छ। त्यो चाहिँ 3-3 महिनामा रेगुलर हुन्छ, 2 वर्षसम्म एउटा। अनि तपाईँले एजेन्डाहरू त बनाउनु भएको होला तपाईँको आफ्नो नयाँ, तपाईँको नयाँ नयाँ एजेन्डाहरू के छ त जुन चाहिँ पहिलाभन्दा अलिक फरक? हजुर, मैले अरू एजेन्डा त त्यही हो। धेरैजना चाहिँ अध्यक्ष भएर गइराख्दाखेरि चाहिँ नाटाको सेक्रेटेरिएट सुड बी भेरी एक्टिभ त्यो भन्छ होइन, तर त्यसलाई चाहिँ 100% इम्प्लिमेन्टमा ल्याइन्छ, त्यो फिलै गर्ने गरेर। र अर्को कुरा भनेको अहिले टुरिज्मलाई हेर्ने
हुन्छ नि दृष्टिकोण चाहिँ अलिकता फरक गरेर मैले सोचिरहेको छु। जस्तै अब हामीले धेरै जस्तो हामी मार्केटिङ जाँदाखेरि इन्टरनेसनल, तपाईँ आफै पनि इन्टरनेसनल जाँदाखेरि हामी ट्रेकिङको कुरा गर्छौँ, टुरको कुरा गर्छौँ। अब अर्को भनेको पिलग्रिमेज हामी गाउँले धेरै पपुलर छ, त्यही तिनवटा मात्रै कुरा गर्छौँ नि त। तर अहिले चाहिँ मलाई के फिल हुन्छ भने विभिन्न देशहरूमा गइरहेको हुन्छु नि त म लगभग 25-26वटा कन्ट्रीमा गइसकेँ होइन। त्यो कन्ट्रीहरूमा मैले धेरै फिल गरेको चाहिँ विभिन्न इभेन्टहरू अर्गनाइज गरेर इभेन्टको नाम दिएर टुरिस्टहरू अट्र्याक्ट गरिरहेछ कि त्यो हामीले पनि सुरुवात गर्नुपर्छ। सो द्याट अब जस्तै अब अहिले यो पालि 2027मा वेलनेस इयर भनेर स्टार्ट भएको छ भने होइन, वेलनेस इयर मात्रै स्टार्ट गरेर बोलेर पनि भएन। अब त्यो चाहिँ इम्प्लिमेन्ट गर्नलाई हामीले आरोग्यमा सम्बन्धित व्यक्तिहरूलाई एक ठाउँमा ल्याएर गभर्मेन्टसँग मिलेर एक ठाउँमा ल्याएर उहाँहरू थ्रु चाहिँ एउटा प्रडक्ट रेडी गरेर भएभरको टुर अपरेटरहरूलाई यो अवेरनेस दिएर प्रडक्ट पस्केर उहाँहरूकोसँग होमवर्क एउटा गरेर वर्कसपहरू गरेर त्यो चाहिँ अनि बजारमा लाने हो। त्यस्तै गरेर अरू पनि छन्। जस्तै अब म चाहिँ पर्सनली आफू स्पोर्ट्समा मोटर टुर स्पोर्ट्समा छु। मोटर स्पोर्ट्समा म आबद्ध भएको रिजन पनि मलाई चाहिँ त्यहाँबाट चाहिँ एउटा इभेन्ट गर्दाखेरि केही नभए पनि 200जना इन्टरनेसनल टुरिस्टहरू चाहिँ अराइभल हुन्छ नि। चाहे त्यसको थिम फरक भए पनि आउनु त आयो नि, होटल बस्यो, घुम्यो, आउँदाखेरि त म पनि घुम्न जान्छु नि त। त्यो खालको एउटा स्पोर्ट्स टुरिज्म भनेर स्टार्ट गर्नुपर्छ। म्याराथनहरू, काठमाडौँ म्याराथन एभ्री इयर हुन्छ, त्यो काठमाडौँ म्याराथनलाई हामीले इन्हान्स गर्नुपर्छ। अब त्यस्तै अर्को भनेको हामीले चाहिँ एक्सेसिबल टुरिज्मलाई पनि अलिकति प्रायोरिटाइज गर्नुपर्छ। मैले पछिल्लो समयमा चाहिँ एक्सेसिबल टुरिज्म चाहिँ किन भनिरहे भने कुनै पनि कन्ट्रीमा जानुहोस् तपाईँले देख्नुहुन्छ हाम्रो देशमा पनि छ, तर एकदम कम र एकदम अनकम्फर्ट वेमा छ। एयरपोर्टबाट एक्सेसिबल टुरिज्मको लागि टोयलेटदेखि एकदम फेसिलिटेट गर्नुपर्छ। त्यो फेरि एयरपोर्टमा सुरुवात भइसकेपछि होटलमा तपाईँले देख्नुहुन्न नि एक्सेसिबल मान्छेले, सिनियर्सहरू, डिसेबलहरूले टोयलेट जानु पर्दाखेरि त्यो फेसिलिटेड टोयलेट देख्दैन। इन्टरनेसनल चेन होटलहरूमा पनि त्यति देख्दिनँ म यहाँ। त्यो खालको चाहिँ हामीले गभर्मेन्टलाई लबिङ गरेर या प्राइभेट सेक्टरलाई इन्फर्म गरेर त्यो खालको चाहिँ चेन्जेसहरू ल्याउनुपर्छ। सो द्याट चाहिँ एक्सेसिबल टुरिज्म चाहिँ जहाँ पनि एकदम क्वालिटी टुरिस्ट आउँछ कि त्यो भनेको जसले चाहिँ पे गर्न सक्छ। मैले लास्ट इयर एउटा एक्सेसिबल टुरिज्म भन्नाले कस्तो खालको टुरिज्म भन्नु त? जस्तै सिनियर सिटिजन्सहरू अनि डिसेबल पिपलहरू होइन। मैले लास्ट इयर व्हिलचेयर या एक्ज्याक्टली त्यसको लागि त हामीसँग त्यस्तै खालको इन्फ्रास्ट्रक्चर र पूर्वाधार हुनु पऱ्यो नि त। त्यो खालको डेभलपमेन्ट त गर्न सकिन्छ नि। इट्स नट अ बिग इन्भेस्टमेन्ट के। त्यो खालको लागि अवेरनेस र त्यो खालको लागि हामीले गर्न पनि नसके हो कि जस्तो लाग्छ मलाई चाहिँ। तपाईँले अघि भनेको एउटा पोइन्ट मलाई एकदम मन परेको थियो। के भन्दा तपाईँले हामी चाहिँ वी आर द एक्सपर्टिज अनि गभर्मेन्ट चाहिँ दे आर डुइङ द इम्प्लिमेन्ट्स होइन। उनीहरू चाहिँ इम्प्लिमेन्ट्स गर्छ, हामी चाहिँ एक्सपर्ट हो, हाम्रो म्यासेज उनीहरूसँग पुऱ्याउनु पऱ्यो यो प्रब्लम छ भनेर। तर यतिका वर्ष किन नपुऱ्याएको? हामी टुरिज्ममा सेक्टरको मान्छे भनेको त संसार घुमेको छ नि युजली। जो चाहिँ 4-5 वर्षभन्दा बढी काम गरिसकेको मान्छे त प्राय विदेश नघुमेको कोही छैन। अनि सबैले देखेको छ विदेशमा। अनि यो कुरा डाटामा त्यत्रा मान्छे बस्छन्, कतिजना हुन्छ अरे मेम्बर? 18? हामी 15जना हुन्छौँ। 15जनाको मेम्बर्स, त्यो 15जनाको मेम्बर्स यो अहिले कुन इलेक्सन हो हाम्रो? 2024 यो चाहिँ सायद 59वटा हाम्रो इलेक्सन भइसक्यो। यत्रो डिफ्रेन्ट मान्छे। अनि एजिएम चाहिँ 59 हो, तर इलेक्सन इज द 2 इयर्सको टेनरमा हो। भनेपछि 59वटा हाम्रो इयर भइसक्यो नि त। भनेपछि हामीले खासै टुरिज्मको लागि हामीले केही गरे जस्तो मलाई लाग्दैन है। किन लाग्दैन भने एउटा सानो कुरा त चेन्ज गरे हुन्थ्यो नि। एउटा सानो त्यही एयरपोर्ट एउटा चेन्ज गरे हुन्थ्यो नि। मलाई सबभन्दा ठुलो बदर गरेको यो टुरिज्ममा एयरपोर्टले हो। त्यही भएर म हरेक मान्छेसँग एयरपोर्ट भनेर चिच्याउने कारण त्यो हो। किनभने फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन। फर्स्ट इम्प्रेसन भनेको एयरपोर्ट हुनुपर्छ र त्योलाई नै तपाईँहरूले फोकस गरिदिनु होला। यो एउटा टुरिज्म व्यवसायीको रिक्वेस्ट पनि हो है। अब नाटाको मान्छे भनेको त हाम्रो ट्राभल ट्रेडमा एउटा सक्सेसफुल मान्छे हो नि त। सक्सेसफुल धेरै ग्रुपहरू लिएर आउने लाने, धेरै टुरिस्टसँग कनेक्सन भएको, देश विदेश आफू प्रमोसन गर्न गएको मान्छेहरू नाटामा मेम्बर बनेको देखिन्छ अहिलेसम्म। अनि यत्रो वर्ष भइसक्यो होइन। अनि उहाँहरू देश विदेश जानुहुन्छ, त्यही एयरपोर्टबाट प्लेन चढेर जानुहुन्छ, त्यहीँ ल्यान्ड गर्नुहुन्छ। नाटा भनेको यो एउटा ब्रिज हो नि, जस्तो चाहिँ हाम्रो टुरिज्म सेक्टरको र जनताको समस्यालाई हाम्रो त्यो सम्बन्धित व्यक्तिमा पुर्याउने, मतलब टुरिज्म सम्बन्धी प्रब्लम पुर्याउने। अनि त्यो एयरपोर्ट एउटा बनाउन किन पहल नगरेको नाटाले? नाटाले बनाउने भनेको होइन मैले। नाटाले
पर्यटन बोर्ड वा पर्यटन मन्त्रालयसँग किन यो कुरा पहल नगरेको भन्नुहोस् त। यस्तो लाग्छ मलाई यो खासमा यो इस्यु एकदमै धेरै पुरानो भइसक्यो होइन। नाटाले पहल नगरेको भन्ने काहीँ पनि छैन। नाटाले पछिल्लो समय मैले थाहा पाएको बेला म भर्खर जाँदाखेरि जहिले पनि यही एयरपोर्टकै इस्यु आउँथ्यो होइन। एयरपोर्टकै प्रब्लम्सहरू लिएर धेरैचोटि लबिङ गरिसकेपछि एयरपोर्टको इस्युजहरू धेरै इस्युजहरू छ नि त। त्यहाँ त टोयलेट क्लियर छैन, तर अब तपाईँले अलिकता फिल त गर्नुभयो होला प्रब्लमलाई अलिकता चेन्जेस त छ, तर त्यो हुनुपर्ने इन्टरनेसनल लेभलको छैन भनेर त म पनि अग्री गर्छु होइन। अलिकति म आफू पर्यटन व्यवसायी भएर मलाई चाहिँ एयरपोर्टमा ल्यान्ड गरिसकेपछि त्यो म आफैलाई लाज लाग्छ कि त्यो एउटा हाम्रो जुन त्यो एक्सरे मेसिन छ नि, त्यो पनि त्यो एराइभलको एक्सरे मेसिनमा त्यो बक्सा राख्नुहुन्छ उहाँहरूले, त्यो मैलो न मैलो बक्सा, लाज लाग्ने है त्यो बोक्ने, कसरी बोक्ने मान्छेले त्यो मैलो बक्सा, अनि त्यो बोकेर आफैले लगेर एक्सरेमा हाल्नुपर्ने, त्यो महँगो कुरा पनि होइन क्या, त्यो सस्तो कुरा हो कि त्यो एक्सरे मेसिन। त्यो हदै परि 1 करोड 2 करोड पर्ला त्यो एयरपोर्टको लागि, सरकारको लागि थाहा भएन हामीलाई पनि यसो हदै पऱ्यो त्यति पर्ला, त्यति पनि राख्न सक्दैन होला होइन। यो कुरा चाहिँ अब आज मात्रै होइन 20औं वर्षदेखिको कुरा होला सायद यो। अनि एकदम त्यसमाथि पनि जब म तपाईँलाई एउटा एज अ पर्यटन व्यवसायीको रूपमा कुरा गरिरहेको छु होइन, अनि हामी आफै कोही टुरिस्टसँग आफू उत्रिरहेछौँ भने त्यो जुन टुरिस्टले हामीलाई एकदम अब यो त पर्यटन व्यवसायी अब एकदम फ्लुएन्ट इङ्ग्लिस बोलेको छ, टक्क चिटिक्क परेर हिँडेको छ, त राम्रो मान्छे होला भन्ठान्छ नि, यहाँ ल्यान्ड गर्ने बित्तिकै उसको इम्प्रेसन हामीप्रति झ्यामझुम, अब यो त कस्तो गरिब देशको मान्छे पो रहेछ, खाना पनि पाउँछ पाउँदैन होला, त्यस्तो टाइपको इम्प्रेसन हाम्रो गेस्टलाई हामीसँग पर्छ स्टार्टिङमा जब ल्यान्ड हुन्छ। त्यस्तो त्यो मेरो आफ्नो घटना हो है, यो मैले आफ्नो घटना तपाईँलाई सुनाइरहेको छु। अनि यस्तो इम्प्रेसन हामीलाई परिरहेछ, म साथै अरू साथीहरूलाई पनि परेको होला यस्तो घटनाहरू। अब यो त लज्जास्पद कुरा हो नि हाम्रो लागि, एकदम लज्जास्पद। त्यसमा नाटा टान हान जस्ता सम्पूर्ण सङ्घ संस्थाहरूले नै पहल गरेर सायद त्यो कोभिडको बेलामा त्यति चाहिँ चेन्जेस ल्यायो कि जस्तो लाग्छ मलाई होइन। किनभने नक चाहिँ यो मैले देखेकोदेखि म छिरादेखि म इन्डस्ट्रीमा छिरादेखि त्यो एयरपोर्टको इस्युजहरू मैले सुनेको छु, भने छ गभर्मेन्टले। यो तपाईँलाई राम्ररी थाहा छ, विभिन्न कारण भन्दाखेरि सबैभन्दा चाहिँ हाम्रो पोलिटिक्स हामी कहाँ कहिले पनि स्टेबल भएन। पोलिटिसियनहरू जहिले पनि एकअर्कालाई गिराउन, आफू उठ्न या आफूलाई नै पर्सनल डेभलपमेन्ट गर्न अनि आफै राम्रो बन्न, त्यही कारणले त त्यत्रो ठुलो जेन्जी आन्दोलन भएर अहिलेको चाहिँ एक ढिक्का होइन ठुलो बहुमत ल्याएर चाहिँ एउटा रासोपा सरकार आएको छ नि त। यसैको परिणाम हो नि त। स्टेबल गभर्मेन्ट भइ नराख्दाखेरि हामी पनि जहिले पनि हामी यति दिक्क हुन्छौँ कि 2 वर्षको टेनरमा हामीले 4वटा लगभग 5वटासम्म टुरिज्म मिनिस्टरलाई नमस्ते गरेर बुकिदिन जान्छौँ कि। त्यो हुँदाखेरि कसरी हुन्छ? एक त तपाईँको एक्सपर्टिज आउँदैन त्यहाँ टुरिज्म मिनिस्टरमा, टुरिज्म लेभलमा होइन। अर्को कुरा भनेको टुरिज्म मिनिस्टर चाहिँ 6 महिनाभन्दा बेसी टिक्ने हाम्रो प्रथा नै छैन। त्यो कारणले धेरै कुराहरू चाहिँ टुरिज्ममा मात्रै होइन सबै फिल्डमा त्यस्तो खालको डेभलपमेन्ट नभएको हो मेरो बुझाइ। अबको समयमा चाहिँ अब यो गभर्मेन्टलाई चाहिँ मैले त्यही भएर सबै ठाउँमा भन्छु कि 5 वर्ष चाहिँ यो गभर्मेन्ट टिकोस्। राम्रो नराम्रो आफ्नो ठाउँमा छ, हामीले लबिङ गर्नुपर्छ, ठाउँमा पुर्याउनुपर्छ, तर गभर्मेन्टलाई स्टेबल बनाउन हामी जनताहरू पनि साथमा हुनुपर्छ। सो आई होप अबको गभर्मेन्ट चाहिँ अब यति 5 वर्ष स्टेबल हुँदाखेरि केही न केही चेन्जेस चाहिँ ल्याउँछ। 5 वर्ष यो गभर्मेन्ट राम्रोसँग टिक्यो भने नाटाले टुरिज्म बोर्ड र उद्योग हाम्रो पर्यटन मन्त्रालयसँग राम्रोसँग कोअर्डिनेट गर्नेछ, त्यसलाई पहल गर्नेछ, झकझक्याउने काम गर्नेछ, लागिराख्नेछ। हामी मात्रै होइन सङ्घ संस्थाहरू, यसमा चाहिँ नेपाल टुरिज्म बोर्डको पनि धेरै सपोर्ट चाहिन्छ। नेपाल टुरिज्म पब्लिक प्राइभेट पार्टनरसिप त्यहाँनिर पनि धेरै कमजोरीहरू छ होइन, त्यसलाई पनि चेन्जेस गर्नुपर्छ। अब लेट्स होप गभर्मेन्टको मात्रै पनि छैन यहाँ, अब विभिन्न सङ्घ संस्थाहरू पनि आफै मात्रै एउटा डेभलप हुने प्रविधिमा नि उसमा नि गइसकेको छ होइन। त्यही कारण धेरैको वृत्तिष्णा पनि छ। अब आई होप अब मैले गएर चाहिँ त्यो कुराहरूलाई अलिकति कम गर्न सक्छु होला, धेरै कम गर्न सक्छु होला भन्ने कोसिस चाहिँ रहनेछ डेफिनेटली। तपाईँको अब एजेन्डाहरू के छन् त अरूभन्दा फरक, पहिलाको भन्दा फरक अलि राम्रो एजेन्डाहरू हाम्रो?
सायद म अघि नै यही कुरा गर्दै थिएँ एजेन्डाहरूमा जाँदाखेरि चाहिँ कुराहरू त्यही हो त्यसलाई चाहिँ डिफ्रेन्ट वेमा कसरी पस्किने भन्ने कुरा हो अब नयाँ कुरा चाहिँ मैले चाहिँ आफूले सायद पहिला पनि अब नसुनेको कुरा चाहिँ विभिन्न आयाममा हामीले चाहिँ टुरिज्म प्रस्तुत गर्नुपर्छ जस्तै अब के अरे हाम्रो चाहिँ मैले अघि नै कुरा गरेँ वेलनेस टुरिज्मलाई हामीले एकदम प्रवर्धन गर्नुपर्छ त्यसमा ल्याउनु पर्ने कुराहरूलाई हामीले एकदम प्रवर्धन गर्नुपर्छ र धेरै वेलनेसमा लागेकोहरूलाई एक ठाउँमा ल्याएर एउटा प्रडक्ट रेडी गर्नुपर्छ त्यस्तै विभिन्न नाम दिएर इभेन्टहरू गर्दै जानुपर्छ जस्तै स्पोर्ट्स टुरिज्म भनेर हामीले इभेन्ट मनाउन सक्छौँ हामीले लास्ट इयर 2025मा BITM भनेर एउटा रिलिजियस ट्राभल इन्टरनेसनल मार्ट गऱ्यौँ त्यति बेला बुद्धिज्ममा एकदम लाग्नु भएको धेरै टुरिस्टहरू या बुद्धिज्ममा लाग्नुभएको अपरेटरहरू जसले चाहिँ रिलिजियस टुरिज्महरू सेल गरिरहनु भएको थियो उहाँ आउनुभयो उहाँहरूलाई फ्याम ट्रिप गराए त्यस्तै गरेर अब एक्सेसिबल टुरिज्म भनेर पनि एउटा गर्नुपर्छ फोटोग्राफी टुरिज्म भनेर गर्नुपर्छ विभिन्न नाम दिएर गर्दाखेरि होइन विभिन्न क्षेत्रमा रुचि भएका व्यक्तिहरू त्यस्तै खालको इभेन्ट ल्याउँदाखेरि डेफिनेटली पर्छ र अब अहिले हामीले ट्रेकिङ टुर मात्रै भनेर बेचिराख्नु हुँदैन डिफ्रेन्ट अवधारणा ल्याएर तराई टुरिज्म भनेर ल्याउनुपर्छ अनि अब अहिलेको सरकारले जनकपुरलाई चाहिँ एउटा वेडिङ डेस्टिनेसन बनाउने भनेको छ त्यस्तै जनकपुर भयो तराईमा वीरगञ्ज भयो त्यस्तोहरूलाई डिफ्रेन्ट नाम दिएर छिमेकी मुलुकहरूलाई पनि अट्र्याक्ट गर्न सकिन्छ अब जहिले पनि आउनुहोस् हाम्रो देशमा नेचर छ हेर्नुहोस् हाम्रोमा कल्चर छ हेरिटेज मात्रै छ भनेर मात्र पनि पुग्दैन अब मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँहरूले अब आफ्नो एजेन्डाहरू राख्नुभयो अहिलेसम्म काम पनि गर्नुभयो धेरै काम गर्नु भएको छ पनि होला होइन र हामीले अब खासै फिल चाहिँ गरेनौँ म पनि 25 वर्ष भयो टुरिज्ममा खासै धेरै त्यस्तो नाटाबाट मैले त्यस्तो कुनै बेनिफिट्स वा त्यस्तो केही लिएको जस्तो लाग्दैन होइन तर म आइएम अलवेज द मेम्बर तर अब हामी चाहिँ के चाहन्छौँ भने नाटाले यस्तो राम्रो पहल गरिदिनु पऱ्यो कि अब यस्तो स्टेबल गभर्मेन्ट देखिन्छ अहिलेसम्मलाई होइन अब राम्रोसँग हाम्रो प्रब्लमहरू राम्रोसँग 1 by 1 भन्ने जस्तै सडक अहिले बन्ने भइरहेछ पोखरा काठमाडौँ सडक भयो है फास्ट ट्र्याक भन्दा त्यो पिच राम्रो गल्ठ्याङ गुल्ठुङ नभएको पिच भयो हामीलाई फास्ट ट्र्याक पनि चाहिँदैन सुरुङ पनि चाहिँदैन त्यो बिस्तारै चाहिन्छ तर त्यो अब टुरिज्मलाई भन्दा पनि त्यो जनतालाई चाहिन्छ जनतालाई ओरदोर गर्दाखेरि चाहिन्छ टुरिज्मलाई चाहिँ त्यो गल्ठ्याङ गुल्ठुङ बाटो नहोस् सधैँ उफ्रिँदै चितवन जान नपरोस् सधैँ उफ्रिँदै पोखरा जान नपरोस् है त्यो एउटा हामीलाई चाहियो अर्को मेजर एयरपोर्ट अघि कुरा भइहाल्यो एयरपोर्ट चाहिँ एकदम मेजर चाहियो डोमेस्टिक एयरलाइन्सहरू अलि बढाउनु पर्यो होइन अनि अलिक सस्तो हुनु पर्यो धेरै महँगो छ जस्तै यहाँबाट पोखरा जानलाई हामीलाई $100 भन्दा माथि डलरमा हामी तिर्छौँ होइन जबकि मान्छेहरूले तपाईँ हेर्नुहोस् अमेरिकामा लस एन्जलसबाट भर्जिनिया फ्लाइ गर्ने बेलामा $100 टिकटमा पाउँछ यहाँ काठमाडौँबाट पोखरा जम्मा 18-19 मिनटको फ्लाइटलाई हामी त्यत्रो धेरै पैसा तिर्छौँ होइन त्यो किनभने त्यो एउटा मात्रै एयरलाइन्स भयो अलि एयरलाइन्सहरू अलि थप्ने वातावरण बनाउनु पर्यो एउटा कुरा त्यो भयो होइन त्यो मैले जानेको कुराहरू अब अनि अर्को कुराहरू भनेको सेफ्टी भयो अनि मेरो बाथरुम हामी आफै टुर गर्न जाऊँ त हामी थाइल्यान्ड जाऊँ त हामीलाई बाथरुम जानु पर्यो नि यसो आँखा घुमायो भने कतै न कतै राम्रो बाथरुम देखिन्छ हामी कहाँ खोइ त्यो बाथरुम हामी आफू त एडजस्ट गरौँला हाम्रो विदेशीले के भन्छ त्यसमा तपाईँले एकदम ध्यान दिनु पर्यो होइन त्यो बाथरुम मात्रै राखिदिएर भएन त्यहाँ क्लिनर 24 आवर्स चाहियो किनभने हामीमा अलिकति सिभिक सेन्स अलिकति क्लिनिङ मात्रामा अलिक कम देखिन्छ त्यसले गर्दाखेरि अब त्यो त राज्यले गर्नुहुन्छ होला त्यो विषयमा चाहिँ तर तपाईँहरूले टुरिस्टको लागि त्यो बाथरुम पनि जताततै बनाइदिनुपर्छ त्यो चाहिँ एकदमै कमी देखेको छु मैले टुरिस्टको लागि हामीले बनाइदिने भन्दा नि हामीले यसको कुरामा पहल गर्नुपर्छ मैले अघि नै भनिहालेँ नि विभिन्न समस्याहरूलाई हामीले चाहिँ राज्य समूह समक्ष लगेर त्यसलाई चाहिँ लबिङ गरेर स्ट्रङली एउटै भोइसमा तर अनि अहिले पछिल्लो समयमा मैले देखेको चाहिँ धेरै फिल गरेको एसोसिएसनहरू पनि आफै ब्रान्डिङ गर्नतिर लागिरहेको पनि जस्तो मलाई फिल हुन्छ कि यो एसोसिएसन भनेको डिफ्रेन्ट एसोसिएसन खोलेको भनेको डिफ्रेन्ट क्याटेगोराइज भएर खोलेको जस्तै टानको कुरा गर्नुहुन्छ भने ट्रेकिङ एजेन्सीहरू धेरै हुन्छ नाटाको कुरा गर्नुहुन्छ भने टिकटिङ एजेन्सी टुर अपरेटरहरू धेरै हुन्छ अब त्यस्तै गरेर नाटो पनि छ त्यहाँ पाटा पनि छ इन्टरनेसनल च्याप्टरमा अनि धेरै एसोसिएसन छ अहिले त पछिल्लो समय अब वुमेनहरूलाई फोकस गरेर टुरिज्म सिस्टरहुड भनेर खोलिसकेको छ त्यसको
फाउन्डिङ प्रेसिडेन्ट म आफै हो पनि हो अनि अर्को सामाजिक के अरे महिला सञ्जाल भनेर वुमेन एन्टरप्रेनरहरूको पनि एउटा खोलेको छ। सो यस्तो एसोसिएसनहरू भिटोफ छ होइन, यस्तो एसोसिएसनहरू चाहिँ कमन भोइस लिएर सँगै मिलेर जानुपर्छ कि यहाँ चाहिँ इन्डिभिजुअली जाँदाखेरि पनि रिजल्ट नआयो कि जस्तो लाग्छ। किनभने सोलिडारिटी चाहिन्छ सबै कुरामा होइन। इन्डिभिजुअल आफूले मात्रै मैले यो नाटाले गरेको, यो टानले गरेको, यो हानले गरेको, यो खालको भोइसले पनि अलिक चेन्जेस आयो होला। सो म चाहिँ एकदमै धेरै त्यसमा फोकस हुन्छु, सबैसँग सङ्घ संस्थासँग मिलेर जाउँ भनेर। सुरुवात जसले गर्दा नि हुन्छ, जस्तै कुनै संस्थाले उहाँले त हामीलाई बोलाउँदै बोलाएन हामी मात्रै किन गर्ने भने त्यो खालको इगोलाई पनि एकदम कटअप गर्नुपर्छ। इगो भन्ने चिज यो के अरे नन प्रफिट अर्गनाइजेसनमा हुँदैन। इगो भन्ने चिज आयो भने प्रफिट अर्गनाइजेसनमा आउनुपर्छ होइन। सो यो कुरालाई म धेरै फोकस गरेर सबै सङ्घ संस्थाहरूसँग एकदमै रेगुलर वार्तालाप गरेर रेगुलर कम्बाइन्ड एजेन्डाहरू लिएर जानुपर्छ। सो द्याट चाहिँ डेफिनेटली गभर्मेन्टले सुन्छ र गभर्मेन्टको अहिले प्लानिङ अनुसार हामीले जाँदाखेरि यो कुराहरूलाई त एड्रेस गर्ने नै हो। नगरिकन त हामीले यो अब पर्यटनलाई उद्योग बनाऊ भनेर मात्रै बसेर हुँदैन कि उद्योग बनाउनलाई इम्प्लिमेन्टेसन चाहिँ कसरी गर्ने भन्ने कुरामा बेसी फोकस हुनुपर्छ। तपाईँ ठिक भन्नुभयो। धेरैवटा संस्था हुन्छ, धेरै संस्थाहरू छ हाम्रो देशमा अनि हरेक संस्थाले चाहिँ आफूले क्रेडिट लिन खोजेर हुन्छ यो मैले गरेको काम, त्यो मैले गरेको काम हो। त्यो सबैलाई समेट्नलाई एउटा एकदम राम्रो लिडरसिप चाहिन्छ। जस्तै टुरिज्म सेक्टरमा तपाईँले भन्नुभयो जस्तै नेपाल हाम्रो यो महिला सञ्जाल अनि टुरिज्म सिस्टरहुड, यस्तै टुरिज्मका संस्थाहरू चाहिँ सबैलाई तपाईँले एज अ नाटाले समेट्नु पर्यो। उनीहरूलाई तपाईँले स्पेस दिनु पर्यो, उनीहरूलाई ग्रो गर्न हेल्प गर्नुभयो र तपाईँ जितेर नाटामा जानुभयो। एक्ज्याक्टली डेफिनेटली त्यो गर्नुपर्छ। किनभने सबैभन्दा पुरानो संस्था पनि हो, पुरानो संस्था पनि यस्तो किसिमले कि टुरिज्म मिनिस्टर खुल्नुभन्दा अगाडि खुलेको संस्था हो भनेपछि यो अभिभावकले चाहिँ सबैलाई समेट्नुपर्छ र सबैलाई समेटेर चाहिँ पहल गर्नमा चाहिँ हामी एकदमै पुरानो संस्था हो, हामी अलिकति अग्रज हौँ अनि हामी धेरै माथि पुगेछ भने त्यो खालको चाहिँ एटिट्युड चाहिँ हुँदैन। त्यो एटिट्युड पनि थियो कि न सायद म अलिकति सुन्छु पनि कहिलेकाहीँ होइन। सुन्दाखेरि चाहिँ मलाई अचम्म लाग्छ कि अब कम्पिटिसन हुनु हुँदैन एसोसिएसनमा। एसोसिएसन भनेको खुलेको भनेको एउटा कमन भोइस लिएर जानको लागि खुलेको हो। कम्पिटिसन भनेको प्रफिट अर्गनाइजेसनमा हुन्छ कि यो नन प्रफिट अर्गनाइजेसन हुनु हुँदैन। सो म त्यो मेरो पहल हुनेछ, उहाँहरूले बोलायो बोलाएन होइन, म आफै पनि जान्छु एउटा कमन एजेन्डा लिएर। जब टुरिज्ममै सबैलाई राम्रो हुन्छ त्यसमा म पनि पढ्छु भने म पनि डेभलप हुन्छ भने वाइ नट। त्यो एटिट्युड चाहिँ मेरोमा हुँदैन, त्यो इगो चाहिँ हुँदैन। सायद अब मैले त्यो खालको डेभलपमेन्ट गर्ने चाहिँ मेरो एकदम सोच छ नयाँ एजेन्डामा। निरन्तर वार्तालाप। यो ट्राभल मार्टहरू विदेशमा रेगुलर हुन्छ, जस्तै फिटुर हुन्छ, WTM हुन्छ। हाम्रो नेपालमा चाहिँ किन नभएको? नेपालमा पनि त्यसरी ट्राभल मार्ट भयो भने विदेशहरू आउँथे, नेपालीहरूलाई विदेश लिएर जाने धेरै ट्राभल एजेन्सी नयाँ खुल्थे, नेपालीको पनि विदेश जाने मौकाहरू पाइन्थ्यो होइन। उनीहरूले नेपाल हेर्न पाउँथे, नेपाल सेल गर्न पाउँथे। त्यो एउटा ठुलो प्रमोसन हो नि नेपालको लागि। अफकोर्स पछिल्लो समयमा धेरै अगाडि मैले अस्ति मात्रै हाम्रो पूर्व अध्यक्ष रवि पौडेललाई भेटेको थिएँ। उहाँले चाहिँ उहाँको समयमा 2003 आई गेस त्यति बेला नाटा मार्ट भनेर सुरुवात गर्नुभएको थियो होइन। त्यसपछि चाहिँ एक दुईवटा सेसन गएपछि त्यसलाई हिमालयन ट्राभल मार्ट भनेर नाम दियो अनि त्यसपछि त्यो फेरि नाटाले नगरेर पाटाले गर्न थाल्यो। अब यो रेगुलर ट्राभल मार्ट नभएको चाहिँ म मान्छु, तर ट्राभल मार्टै नभएको होइन। तर पछिल्लो समयमा हाम्रो नेपालमा पनि 2टा इन्टरनेसनल ट्राभल मार्टहरू भयो ठुल्ठुलो र आई गेस 3टा भयो। एउटा नाइट भनेर प्राइभेट सेक्टरले हाम्रो विष्णु पाण्डे उहाँ चाहिँ सचिव पनि हुनुहुन्छ, उहाँले पनि गर्नुभयो। तर रेगुलर चाहिँ हुनुपर्छ, यो मेरो पनि यही मान्यता हो, रेगुलर हुनुपर्छ। अब तपाईँ आएपछि गराउनुहुन्छ? मैले आएपछि भन्दा नि सबै कुरा त हामी प्राइभेट सेक्टरको हातमा नहुने, किनभने हामीसँग बजेट इनफ हुँदैन। हामी बिना गभर्मेन्टको बजेटबाट यत्रो ठुल्ठुलो ट्राभल मार्टहरू गर्न सकिँदैन। प्राइभेट सेक्टरले मात्र यत्रो धेरै इन्भेस्टमेन्ट गरेर यो लगानी गरेको रिटर्न गर्नु पनि त पर्यो नि। लगानी रिटर्न गरेर गर्न सकिन्न अहिलेको अवस्थामा होइन। तर जुन बजेट छ नि त्यो बजेट चाहिँ इम्प्लिमेन्टेसनमा नआएको भएरै यो चाहिँ ट्राभल मार्ट नभएको हो। खासमा चाहिँ हामीले BITM भनेर 2025मा हामीले मेमा गऱ्यौँ।
त्यो अघिल्लो वर्ष नै हामीले अनाउन्समेन्ट गर्ने पनि हामीले प्लान गरेको अनाउन्समेन्ट पनि गरेको हामी अर्को 2026मा मेमा फेरि भेट्छौँ है भनेर सबै विदेशी पाहुना विदेशी B2B बिजनेस उहाँहरू टुर अपरेटरसँग बिदा भएको थियौँ होइन तर यो साल हुन सकेन त्यो रिजन चाहिँ हाम्रो पनि कमजोरी हो म गभर्मेन्टलाई मात्र भन्दिनँ होइन त्यो खालको हामीले 1 वर्ष अगाडिदेखि नै हामीले सुरुवात गर्नु पर्थ्यो तर सुरुवात गर्छु भन्दै त्यो सबैभन्दा मैले भनिहालेँ बजेट निकाल्छ अहिले पनि झन्डै 2 ट्रिलियन बजेट निकालेको छ गभर्मेन्टले होइन त्यो त अनि निकालेर मात्र भएन नि त बजेट जहिले पनि निकाल्ने अनि त्यो चाहिँ युटिलाइजै नभएको सबै टुरिज्ममा जति पनि इम्प्लिमेन्टेसन जस्तै हाम्रो टुरिज्म प्रमोसनको लागि इन्टरनेसनल प्रमोसनको लागि जति पनि बजेट निकाल्छ या इन्फ्रास्ट्रक्चर नेपालमै गर्नुपर्ने त्यो बजेटहरू कुनै पनि इम्प्लिमेन्टेसन अहिलेसम्म भएको छैन त्यत्रो पैसा त पाइलो भएर टन्न बसिरह होला नि त एक्ज्याक्टली त्यही त मैले जहिले पनि धेरै कुराहरू देख्छु कि एउटा बजेट अनाउन्स हुन्छ त्यो बजेट चाहिँ इम्प्लिमेन्टेड हुँदैन होइन अब त्यसमा सबैभन्दा ठुलो त स्टेबल गभर्मेन्टकै कुरा आउँछ अनि लास्ट इयर पनि हामी गर्ने भनेर एकदम रेडी भएको थियो तर एकदम छोटो समयमा गर्नलाई हामीलाई सम्भव भएन र बजेट ठ्याक्कै सरकारको चेन्जेस आयो र गभर्मेन्टले चाहिँ अबको ठुल्ठुलो नेपाल टुरिज्म बोर्डमा डिरेक्टर लेभलहरू सबै चाहिँ खारेज गरिदिए CEO खारेज गरिदिए त्यो हुँदाखेरि त्यो इम्प्लिमेन्टेसनमा 1 करोडको अमाउन्ट थियो हामीले नेपाल टुरिज्म बोर्डबाट पाउनुपर्ने र हामीले पहिला पनि 1 करोड त्यहाँबाट लियौँ र 1.5 करोड चाहिँ हामीले पब्लिकबाट हामीले कलेक्सन गरेर र प्राइभेटबाट कलेक्सन गरेर हामीले त्यो इम्प्लिमेन्ट गरेका थियौँ तर यसपालि चाहिँ त्यो 1 करोडै बजेट नआउँदाखेरि हामीले त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्न अलिकति धेरै नै अप्ठ्यारो भयो सो द्याट चाहिँ अब चाहिँ मेरो चाहिँ गभर्मेन्टमा त्यही रिक्वेस्ट हुनेछ र लभिङ पनि त्यही हुनेछ तपाईँहरूले जति बजेट छुटाउनुहुन्छ चाहे सरकार चेन्ज होस् डिरेक्टर लेभल चेन्ज होस् CEO चेन्ज होस् त्यो काम चाहिँ कन्टिन्यू हुनु पऱ्यो क्या मान्छे चेन्ज भएर त्यहाँको मान्छे नभएर काम चाहिँ रोकिनु भएन तपाईँलाई थाहा छ होला नेपाल टुरिज्म बोर्डमा CEO दीपक राज सर आउनुभन्दा अगाडि कतिवटा इन्टरनेसनल ट्राभल मार्टहरू चाहिँ हामीले पार्टिसिपेसनै गरेन बिकज त्यहाँ CEO छैन एउटा व्यक्ति नहुँदाखेरि त्यो काम कसरी रोकिन सक्छ र हाम्रो त अफिसमा हामी आएनौँ भने हामी 2 महिना विदेशमा भयो भने हाम्रो काम त सुचारू हुन्छ नि मैले याद गरेको हाम्रो नेपालीहरू चाहिँ बढी अलि धेरै पोलिटिक्समा इन्ट्रेस्ट जस्तो लाग्यो हरेक कुरामा सानो संस्थामा नै पोलिटिक्स जहाँ पनि पोलिटिक्स त्यस्तो धेरै ट्यालेन्ट हो मान्छेहरू त नेपालीहरू मलाई जहाँसम्म लाग्छ ट्यालेन्ट भएर पोलिटिक्समा लागेको होइन होला त्यसको चाहिँ मुख्य कारण भनेको मैले देखेको 10 वर्ष 12 वर्ष 13 वर्षदेखि नै मैले देखिरहेको पोलिटिक्स एउटा यस्तो व्यवसाय हो जहाँ चाहिँ तपाईँले जेरो इन्भेस्टमेन्टमा राम्रो कमाउनुहुन्छ कि त्यही भएर धेरैजना चाहिँ त्यसलाई कस्तो मान्छेहरू कति ट्यालेन्ट सबैलाई कस्तो पोलिटिक्स कस्तो गर्न आउनु भनेको त एकदम ट्यालेन्ट होइन ट्यालेन्ट हो नि त्यो ट्यालेन्ट तर त्यसलाई सही अब हामीसँग त्यस्तै राइट ठाउँमा युटिलाइज भयो भने उनीहरूलाई कुनै काम गर्ने वातावरण भइदियो भने उनीहरूको ब्रेन राम्रोसँग युज भइदियो भने त नेपालीहरूलाई धेरै ठाउँमा हामीले काम दिन सक्ने उहाँहरूको ट्यालेन्टलाई युटिलाइज गर्न सक्ने रहेछौँ नि त एक्ज्याक्टली पोलिटिक्स अब तपाईँले कसरी लिनुहुन्छ मैले चाहिँ कसरी लिन्छु भने पोलिटिक्स भनेको चाहिँ सबै घरदेखि नै सुरुवात हुन्छ त्यो तर त्यो कुन लेभलको पोलिटिक्स भन्ने कुरा हो मैले चाहिँ अघि नै राजनीति भन्दाखेरि सरकारी लेभलको जुन एउटा विभिन्न पार्टीहरू हुन्छ नि त्यो पोलिटिक्सलाई जोडेको थिएँ तर पोलिटिक्स जहाँ पनि हुन्छ होइन पोलिटिक्समा इन्ट्रेस्ट हुनु पोलिटिक्स थाहा हुनु भनेको एउटा सक्षम हुनु नै हो डेफिनेटली होइन तर एउटा पार्टीलाई चाहिँ हबिगत गरेर संस्थालाई चलाउने पार्टीलाई हबिगत गरेर त्यो प्राइभेट सेक्टरहरूलाई चलाउने त्यो चाहिँ एकदमै नराम्रो ट्रेन्ड हो सो आई गेस अब नयाँ सोचबाट आउँदाखेरिको गभर्मेन्टले चाहिँ त्यसलाई चाहिँ डिस्करेज गरिरहेछ होइन त्यो डिस्करेजमा फेरि यस्तो पनि हुनु भएन मैले के पनि सुन्न आएको छु भने अब हिजो चाहिँ के अरे युनियनहरू खारेज गरे जस्तै संस्थाहरू पनि खारेज गर्छ बिना संस्था गभर्मेन्टले कुनै पनि क्लु पाउँदैन संस्थाहरू खारेज गर्न त्यति सजिलो छैन होइन आई होप यो कुरा साँचो पनि होइन त्यतिसम्म चाहिँ सोचिएको पनि छैन तर पोलिटिक्स चाहिँ संस्थामा हुनु हुँदैन कस्तो भने पार्टी पोलिटिक्सहरू चाहिँ हुनु हुँदैन तर अब एउटा लेभलको पोलिटिक्स इज अ डिफ्रेन्ट डेफिनेसन सो त्यो खालको पोलिटिक्स त जहाँ पनि रहिरहेको छ अनि नाटा अहिले हामी कुरा नाटाको गरिरहेछौँ नाटामा जाने चाहिँ कस्तो मान्छे हो धेरै बिजनेस भएर आफ्नो बिजनेस गर्दाखेरि गाह्रो भएर यो सबै म सुधार्छु भनेर जाने कि होइन बिजनेसै नभएको मान्छे होइन एउटा ट्राभल एजेन्सी खोलेको छ अलिकति बिजनेस गरेको छ बिजनेस नभएको मान्छे जाने कि होइन अदरवाइज सबै बिजनेस गरेर पोख्त भएर अब मेरो कम्पनी सेट भयो मेरो स्टाफहरूले चलाउँछ अब म चाहिँ संस्था सुधार्छु भनेर जाने ल भन्नुहोस् त तपाईँको तेस्रो कुरा मलाई जहाँसम्म लाग्छ
दोस्रो कुरा पनि जुन चाहिँ आफूमा धेरै प्रब्लम्सहरू भएपछि त्यो प्रब्लम चाहिँ सुधार्नलाई चाहिँ म यो ठाउँमा नगइकन भएन, अब भएन मै पुग्नु पर्यो भनेर पुग्नेहरू पनि छन् होइन। र तपाईँले भने जस्तै पछिल्लो समयमा सायद त्यस्तो पनि भइरहेछ, जसको चाहिँ संस्था व्यापारै छैन, नाम मात्रको ट्राभल एजेन्सी खोलेको छ र उहाँहरू गएर चाहिँ अब समय छ, समय दिनलाई नाटामा जाने हो या नाटाको बाटो थ्रुबाट चाहिँ बिजनेस बढाउने हो भन्ने, या कुनै पनि संस्था, नट ओन्ली नाटा, टान हान जुनै पनि संस्थामा त्यो पनि अलिकति देखिएको छ र सुनिएको पनि छ। तर वास्तवमा भन्नुपर्दाखेरि चाहिँ एउटा बिजनेस सेटल भइसकेपछि अबको कन्ट्रिब्युसन, बिजनेस सेटल गरिसकेपछि मात्रै होइन कि कन्ट्रिब्युसन भनेको सबैले दिनुपर्छ, कोही न कोहीले दिनुपर्छ नि त। त्यसमा चाहिँ मैले चाहिँ कसरी सोचेँ भने मैले सुरुवात गर्दाखेरि चाहिँ धेरै प्रब्लम्सहरू देखेँ होइन। म त्यहाँ जाँदाखेरि मैले पनि एउटा भोइस एड गर्न सक्छु होला, अब एउटा क्रिएटिभ काम गर्न सक्छु होला, यो इन्डस्ट्रीलाई केही दिन सक्छु होला, त्यो इन्डस्ट्रीलाई बनाउँदै गर्दा आफू पनि बन्छु भन्ने सोचले गएको हो म। र अहिले चाहिँ अब हेर्दा हेर्दै धेरै एक्सपिरियन्स भइसकेँ। अब मैले चाहिँ अब अझै पनि सशक्त रूपमा केही काम गर्न सक्छु भन्ने मलाई चाहिँ एकदम कन्फिडेन्ट भएर अहिले अध्यक्षमा लाग्नु। अब जस्तै नाटाको अध्यक्षमा तपाईँ आउनुहुन्छ, सायद तपाईँले आउटबाउन्डलाई बढी प्रायोरिटी दिनुभएको छ होइन। अनि आउटबाउन्डलाई बढी प्रायोरिटी दिनुभएको छ भने टिकटिङमा के भइरहेछ तपाईँलाई थाहा छैन होला, इनबाउन्डमा के भइरहेछ तपाईँलाई थाहा छैन होला। अब यसलाई चाहिँ तपाईँले कसरी मिलाएर लानुहुन्छ त? मैले अघि नै सुरुवातमा भनेको थिएँ, मैले सुरुवातै मेरो बिजनेस चाहिँ टिकटिङबाट गरेको। अनि आउटबाउन्डमा स्पेसलाइज चाहिँ अहिले भएको कारण चाहिँ म त्यसमा धेरै मेरो डेलिभरी राम्रो भयो, मैले बिजनेस त्यसमा धेरै ग्रोथ गर्न सकेँ। इट डजन्ट म्याटर कि आई डोन्ट नो द इनबाउन्ड, आई डोन्ट नो द टिकटिङको समस्या पनि त्यतिकै थाहा छ। आउटबाउन्ड बिना टिकटिङ हुँदैन, टिकट इस्यु गर्नै पर्छ। टिकटिङको कार्डलिङदेखि लिएर सबै समस्याहरू छ र एडिएमको इस्युहरू, एयरलाइन्सहरूबाट पाउनुपर्ने सपोर्टहरू, यसमा पनि मैले एकदम काम गर्नेवाला छु। जस्तो लाग्छ मलाई चाहिँ इन्टरनेसनल एयर कनेक्टिभिटीमा जति पनि इन्टरनेसनल एयरलाइन्सहरू आइरहनु भएको छ उहाँहरूसँग एउटा रेगुलर संवाद छैन क्या हाम्रो। रेगुलर संवाद नहुँदाखेरि धेरै प्रब्लममा हुन्छ, किनभने उहाँहरू पनि एउटा सर्टेन बिजनेस गर्न आएको हो, प्लस अब हाम्रो नेपाललाई पनि प्रमोट गर्न आएको हो नि, त्यसलाई त एप्रिसिएट गर्नुपर्छ नि। उहाँहरू यहाँ आएर धेरै विदेशीहरू नेपालमा भित्रिएको छ नि त। तर के कुरामा हामी यहाँनिर मिलिरहेछ भने प्राइभेट सेक्टरले एउटा टिकटिङ एजेन्सीहरूले एउटा खोजिरहेको हुन्छ, एयरलाइन्सले एउटा, त्यो सधैँ हुन्छ नै होइन। तर त्यो कुरालाई चाहिँ प्यारलली अन्डरस्ट्यान्डिङमा लग्नलाई चाहिँ संवादै हो, प्लस एकअर्काको म्युचुअल प्रोग्रामहरू, इभेन्टहरू गर्नुपर्छ, सो द्याट चाहिँ प्रब्लम्सहरूलाई सोल्युसन र प्रब्लम चाहिँ नभएको त्यसलाई प्रब्लम्स ठानिरहेको कुरालाई चाहिँ अन्डरस्ट्यान्डिङ लेभलमा लान पनि सफल हुन्छ। सो एउटा मैले समस्या देखाएको छु नेपालमा, टुरिज्म सेक्टरमा मात्रै होइन, यो हरेक सेक्टरमा छ जस्तो लाग्छ मलाई होइन। तर अब हामी टुरिज्मको कुरा गरिरहेछौँ आज। जस्तै एकजनाले ट्राभल एजेन्सी खोल्यो अनि फेरि अर्को त्यसमै जोडिएका मान्छेले फेरि खोल्यो, गरेर एउटै कम्पनीबाट अर्को 6-7वटा नयाँ कम्पनी बन्ने, अनि त्यही एउटा ग्रुपलाई तानेर लिने होइन। त्यसको त्यो अब $100 बेचिरहेको छ भने पछि त्यो $20 गएर बेच्ने, त्यसले प्रफिट पनि नराख्ने, खालि तानातान। अब यसलाई चाहिँ नाटाले कसरी सल्भ गर्छ? यो चाहिँ ठुलो समस्या हो नि, ठुलो समस्या हो। नाटाले समस्या सल्भ गर्न भन्दा पनि मलाई पर्सनली मैले फिल भएको र हामी जहिले पनि डिस्कस गरिराख्दाखेरि अब च्याउ जस्तो छ्यासछ्यास्ती उम्रियो भन्ने कुरा त सधैँ पनि भइरहेको हुन्छ होइन। यसलाई एउटा कन्ट्रोलिङ वेमा यसलाई निगरानी चाहिँ राख्नुपर्छ। निगरानी कसरी राख्नुपर्छ भने कसले के गरिरहेछ, साँच्चै नै टुरिज्मलाई चाहिँ साँच्चै सपोर्ट गरिरहेछ कि छैन, त्यो खालको एउटा आई डोन्ट नो, कन्ट्रोलिङ त गर्न सक्दैन नाटाले, त्यो कन्ट्रोल गर्ने पावर चाहिँ छैन हामीसँग। तर एउटा निरीक्षण गरिराख्दाखेरि होइन, उहाँहरूलाई एक ठाउँमा ल्याउँदाखेरि नयाँ नयाँ कम्पनीहरू खोल्दै जानु भनेको कम्पिटिसन अनहेल्दी हुँदै जानु हो। कति चाहिँ अब प्राइभेट सेक्टरहरूले नि त्यसलाई चाहिँ आफूलाई एउटा राइट वेमा नलाग्दाखेरि नयाँ कम्पिटिटर जन्म भएको पनि हुनसक्छ होइन। अब जिसाजी मैले तपाईँ कुरा काटेँ होइन, नयाँ कम्पनी खोलिनु भने नराम्रो कुरा होइन, किनभने अब जस्तै हामी नै 25 वर्ष भइसक्यो काम गरेको भनेपछि अब अर्को 10 वर्षपछि त हामी काम गर्दैनौँ होला, हामी अर्को सेक्टर चुज गर्छौँ होला, के गर्छौँ होला। अनि नयाँ न्यू जेनेरेसन आउनु भनेको नराम्रो कुरा होइन। तर हामीले एक दुई कुरा के सिक्नुपर्छ भने इभन हामी भुटानसँग सिकौँ न। हाम्रो भुटानमा एउटा यस्तो रेट छ कि दिनको $250 तिर्नै पर्छ कम्पलसरी। हरेक संसारभरि सोध्नुहोस्, $250 भनेको भुटानको 3 स्टार होटलमा बस्न चाहिँ $250 पर डे भन्ने कुरा सबैलाई थाहा छ। त्यो एक्सेप्टेड छ क्या सबैलाई।
अनि अब त्यहाँ भुटानमा म पनि गएँ पहिला एकचोटि कस्तो रहेछ त $250 सर्भिस भनेर हेर्न गएँ इट्स अ 3 स्टार होटल सफा क्लिन होइन त्यस्तो $250 एकदम महँगो हो त्यो सर्भिसको लागि होइन तर एउटा गभर्मेन्टले बनाइदियो त रुल्स कसैले केही भन्ने ठाउँ भएन हामीले पनि तपाईँ नाटाले त्यो ट्राभल एजेन्सीसँग बसेर एउटा सर्टेन 10-20वटा ट्राभल एजेन्सी जसले चाहिँ नेपालमा ठुलो हेल्प गरिरहेछ उहाँसँग बसेर अनि एउटा यस्तै खालको फिक्स्ड रेट बनाएर होइन ल गभर्मेन्टको रेट यति भनेर फिक्स्ड रेट बनाएर जान सक्नुभयो सरकारसँग पहल गरिदिन सक्नुभयो भने सरकारले पनि हाम्रो देशमा आएको टुरिस्टसँगबाट केही बेनिफिट लिन सक्थ्यो होला जस्तो मलाई लाग्छ डेफिनेटली त्यही त हामीले चाहिँ अब नाटाले एउटा रिसर्च बेसमा कसरी गर्नुपर्छ भनेर एउटा आइडिया चाहिँ हामीले गभर्मेन्टलाई दिनुपर्छ होइन आइडिया गभर्मेन्टलाई दिँदाखेरि त्यसलाई इम्प्लिमेन्ट राइट वेमा उहाँहरूले पनि रिसर्च गर्छ नि त हामीले भनेकै राइट हुन्छ भन्ने पनि छैन उहाँहरूले पनि रिसर्च गर्छ तर हामी विभिन्न सङ्घ संस्थाहरू मिलेर र तपाईँले भने जस्तै एकदम जसले चाहिँ गभर्मेन्ट नेपालमा चाहिँ टुरिस्ट ल्याउनलाई हेल्प गरिरहेछ ठुल्ठुलो इन्डस्ट्रीहरू ठुल्ठुलो बिजनेस गरिरहनु भएको छ उहाँहरूसँग एकचोटि सहकार्य गरेर हामीले त्यो गर्नुपर्छ यही वार्तामा त कमी भइरहेछ जस्तो मलाई फिल हुन्छ यो ग्यापिङ चाहिँ छ कि मेम्बर्स र एसोसिएसनमा गइरहेको एक्जिक्युटिभ बिच त्यति धेरै रेगुलर हुँदैन नहुने होइन हुन्छ होइन तर समस्या आउँदाखेरि मात्र हुने होइन कि समस्या नआउँदाखेरि पनि रेगुलर खालको एउटा फिक्स डिस्कसन चाहिँ भइरहेयो भने त्यसको सोल्युसन आउँछ र त्यही अनुसारले चाहिँ गभर्मेन्टमा हामीले लबिङ गरेर त्यसलाई इम्प्लिमेन्टेसन लानुपर्छ र त्यसको लागि पनि एकदम स्टेबल गभर्मेन्ट चाहिन्छ अबको समयमा चाहिँ त्यो हुनसक्छ अनि जिस्माजी यो नाटाले टुरिज्म प्रमोसनको लागि मैले फिटुर गरेको देखेको छु अरू माटा गरेको देखेको छु अरू के गरेछ त नाटाले टुरिज्म प्रमोसनलाई फिटुर त एभ्री इयर नै हुन्छ होइन त्यो चाहिँ हामीले एउटा ब्रान्डिङ जस्तो पनि भइसक्यो फिटुर हाम्रो ठुलो एउटा असेट्स पनि लाग्छ मलाई एउटा सम्पत्ति नै हो जस्तो लाग्छ त्यो बाहेक माटा पनि भइरहेछ तर रेगुलर रूपमा भएको छैन चाइनाको रोड सोहरू हुन्छ सिआइटिएममा गएको हुन्छ कटममा गएको हुन्छ होइन अब त्यस्तै मैले अघि नै पनि कुरा गरेँ श्रीलङ्का सुद्धा पनि गएको छ अब यो चाहिँ अलि इन्डियाहरू गएको छ होइन तर टुरिज्म बोर्डले नै हामीलाई जिम्मा दिएर गरेको भनेको चाहिँ अहिलेसम्म अफिसियल्लीमा मैले थाहा पाएको अनुसार एउटा माटा भयो एउटा फिटुर भयो अनि अर्को चाहिँ चाइना रोड सोहरू त्यो तिनवटा मात्रै रेगुलर छ तर यतिले पुग्दैन एकदम सुरु गर्नुपर्छ नेपाल टुरिज्म बोर्डले गरेको इन्टरनेसनल ट्राभल मार्टहरूमा हामीले सहभागी हुनलाई इन्फर्मेसनहरू सेयरिङ गर्ने र अर्को एउटा साथैमा जाँदाखेरि चाहिँ एज अ बायर जाँदाखेरि फेसिलिटेट गरिदिने त्यो काम पनि गरिरहेछ नाटाले तर यो पुग्दैन इट्स नट इनफ होइन म आफू पनि पार्टिसिपेट भएको छु यो फिटुरमा हजुर तपाईँ पनि पार्टिसिपेट भएको छ कस्तो एक्सपिरियन्स रह्यो त तपाईँको अब जस्ट राम्रै छ लाइक ठुल्ठुलो हाम्रो फिटुर हुने फिटुर अरूमा त राम्रै लाग्यो तर मलाई यो रोड सोमा चाहिँ अलिकति अब्जेक्सन छ जुन चाहिँ रोड सो गर्नुहुन्छ तपाईँहरूले रोड सो भन्नाले त अब हामीले चाहिँ पहिले अर्कै थोक बुझेर गयौँ रोड सो वाट इज रोड सो होइन तर त्यहाँ चाहिँ के रहेछ भने नेपालमा काम गरिराख्ने एजेन्ट नेपालमा जो अर्गनाइजेसनमा काम गरिराख्ने एजेन्ट जसको अलरेडी एजेन्ट छ उनीहरूलाई कलेक्ट गरेर फेरि प्रमोसन गर्ने लाइक एउटा बाख्रालाई लिएर आएर बाघै बाघ राखिदिने है भनेपछि त्यो बाख्रालाई त त्यो बिचरा बाघलाई त अप्सन भयो नि त अब मजाले होइन अगाडि राखिदिएपछि त बाघलाई अप्सन भयो हो त्यस्तो फिल गरेँ मैले अब कस्तो पनि एउटा हाम्रो तपाईँलाई म इजी ल्याङ्ग्वेजमा बुझाउँदाखेरि कोही एउटा ट्राभल एजेन्ट चाइनाको एजेन्टले $500 टुर लिइरहेछ अहिलेसम्म तर तपाईँले त्यो रोड सोमा फेरि हाम्रै एजेन्टलाई बोलाइदिनु भयो हाम्रै एजेन्टलाई बोलाएर ल यु प्ले विथ हाम्रो वी हेभ मोर अदर एजेन्ट्स प्लिज प्ले भने जस्तो भयो अनि उनीहरूले के गर्यो त्यो $500 को चिजलाई अहिले $200 बेच्न थाले है उनीहरूको सेलिङ प्राइसमा प्रब्लम छैन उनीहरू अहिले पनि $700 बेचेर $200 नाफा कमाइरहेछन् पहिला पनि कमाइरहेको थिए अहिले उनीहरूको नाफा बढेर $500 भयो तर हाम्रो चाहिँ नाफा छैन हामी चाहिँ आफूमा लडेका छौँ यो चाहिँ मैले रोड सोबाट देखेको कमजोरी हो है किनभने हजुरहरूको धेरैवटा सोहरूमा म गएँ जाँदाखेरि यो रोड सोमा यहाँ मात्रै होइन युरोपमा पनि जानुभएको थियो क्यारे एकचोटि त्यहाँ पनि मैले यो प्रब्लम भेटेँ अनि यो चाहिँ गलत हो यो चाहिँ तपाईँले आफ्नो एजेन्टहरूसँग सोधेर मात्रै गर्नुपर्ने हुन्छ
है। तपाईँहरूले यो आज मैले पोडकास्ट मार्फत सबैलाई मैले यो मेसेज दिएँ, यो चाहिँ एकदम गलत हो। यसले गर्दाखेरि टुरिज्म बिग्रियो। यो नयाँ एजेन्सी खोज्ने हो, नयाँ तरिकाले उ गर्ने, भइरहेको एजेन्टलाई लिएर आएर त्यसरी बिगार्ने चाहिँ काम गर्नु हुँदैन। नाटाले यो एउटा ठुलो गरेको हो, त्यो चाहिँ त्यसको भिक्टिम हामी आफू पनि हो। त्यही भएर मैले एकदम खुलेर एकदम प्रमाणसहित तपाईँलाई यो भन्न सक्छु यो विषयमा। थ्याङ्क यू फर सजेसन। यो मैले सुनेको पनि हो। यसमा पनि साँच्चै नै यसलाई चाहिँ एकदमै चेन्जेस गर्नुपर्छ होइन। जस्तै अब जतिजना एजेन्ट्सहरू जाँदै हुनुहुन्छ नि, अनि हामीले पिआर कम्पनीलाई दिएको एजेन्सीहरूले चाहिँ त्यही एजेन्सीहरू चाहिँ हामीलाई के अरे सजेस्ट गर्दाखेरि त्यो चाहिँ क्रस चेक चाहिँ गर्नुपर्छ डेफिनेटली। सो तपाईँले भनेको कुरामा टोटली अग्री छु म। यो फेभरिजम भन्ने चिज चाहिँ बन्द हुनुपर्छ। फेभरिजम नै भएको हो यो। अनि प्लस अनि इजी वे के अब जसले गरिरहेछ उहाँहरूलाई बोलाइदिँदाखेरि उहाँहरूलाई पनि अब कम्पिटिटर भेट्ने भयो। $500 को ठाउँमा मैले 400 मा बेच्न पाउने भयो भने उनीहरू पनि उत्साहित भएर आउने होइन, त्यो खालको। तर अब 100% रोक्न त नाटाले कसरी सक्छ र? तर नाटाबाट चाहिँ रिसर्च बेस चाहिँ हुनुपर्छ एकदमै। अनि लास्ट बिआइटिएममा नि हामीले त्यो एउटा चाहिँ टेक्निक गरेको थियो। हामीले बिआइटिएममा के गर्यो भने बायर्स बायर्सहरू बोलाइराख्दाखेरि हामीले चाहिँ उहाँको पुरै रिसर्च गऱ्यौँ। हाम्रो टिमले हाम्रो निर्देशन हामीले यसरी गरेको थियो कि त्यो बायर चाहिँ पहिला पनि आइसकेको रिपिटेड बायर हुनु भएन। उहाँ बायर फेरि यता पनि आउँछ, अर्को पाटामा नि जान्छ होइन। त्यही बायर फेरि अर्को उसमा हुनुहुन्छ, रिपिटेड बायर चाहिँ हुनु हुँदैन। जस्तै लास्ट इयर जुन बायर आयो नि, त्यो बायरलाई चाहिँ हामीले फेरि अप्सन नदिउँ, किनभने त्यहाँ त फ्याम ट्रिप पनि हुन्छ नि त। हामीले एउटा इन्भेस्टमेन्ट गरे हुन्छ, सरकारको पैसा प्राइभेटको पैसा इन्भेस्टमेन्ट गरे हुन्छ। त्यो इन्भेस्टमेन्ट चाहिँ राइट वेमा हुनुपर्छ भनेर डिफ्रेन्ट ल्याउनुपर्छ भनेर हामीले एकदमै छानबिन गरेको थियो। त्यो सेलेक्सन कमिटी पनि बनाएको थियौँ होइन। मोस्ट प्रोबेबली बिआइटिएममा चाहिँ त्यो धेरै रिपिट थिएन, डेलिगेट्स बाहेक। बायर्सहरू चाहिँ डेलिगेट्स आर डिफ्रेन्ट। उहाँहरू चाहिँ आफ्नो एउटा हुन्छ नि प्रोग्राम लिएर आफ्नो डेस्टिनेसनहरूको बारेमा भन्न, या नेपालमा के छ र के गर्नुपर्छ भन्ने एउटा कुनै पनि स्पिचहरू लिएर होइन, त्यो चाहिँ हुन्छ। डेलिगेट्स आर डिफ्रेन्ट। उनीहरू चाहिँ एउटा पोजिसनमा बसिराख्दाखेरि हामीले बोलाउनु पर्ने हुन्छ। त्यो कुनै पनि एसोसिएसनको प्रेसिडेन्टहरू भयो, कुनै पनि गभर्मेन्ट लेभलको एउटा भयो होइन, उहाँहरूलाई बोलाउनु। तर बायर्सहरू रिपिट हुँदैन भनेर हामीले त्यो गरे जस्तै अब पछिल्लो अब हामी बिआइटिएम गर्छौँ भने फेरि पनि त्यही बायर चाहिँ हामी बोलाइँदैन। सो सेम कुरा चाहिँ रोड सोमा हुनुपर्छ। रियली एप्रिसिएट तपाईँको एकदम अनेस्ट सजेसनको लागि। यो कुरा चाहिँ सबैले सुनिदियोस् होइन। भोलि म जाँदै गर्दाखेरि या नजाँदाखेरि पनि कुनै अर्को लिडरसिप जाँदाखेरि पनि यसलाई चाहिँ इम्प्लिमेन्ट गरिदियो रिसर्च बेसमा, इजी वेमा। गरे मात्रै होइन कि हामीले रोड सो गरेको थियो नि भनेर एउटा लाइन मात्रै काम गरेको थियो त्यो एउटा टिक मात्रै लगाउने काम नहोस्। त्यसलाई साँच्चै नै त्यसले चाहिँ रिजल्ट ल्याओस् कि। त्यो मेरो रिक्वेस्ट चाहिँ नाटाले चाहिँ भाइमा फाइट नगराउने कि, बरु भाइलाई प्रोटेक्ट गर्नको लागि नयाँ मार्केट, नयाँ प्रमोसन्स, उनीहरूलाई हेल्प गर्ने नयाँ जसले चाहिँ नेपाल सेल गरिरहेको छैन। पछिल्लो समयमा हामीले बिआइटिएम ल्याउँदाखेरि पनि कतिजनाले चाहिँ हामीले नेपाल सेल गरेको छ कि छैन भनेर सोधेनौँ। गरिरहेको मान्छेलाई किन बोलाउनु पर्यो? गर्दै नगरे उहाँहरूले नेपालै नदेखाहरूलाई पो बोलाउने हो। सो द्याट उहाँहरूले नेपाल बिजनेस सुरुवात गरोस् न। हाम्रो त्यहाँनिर कुनै पनि क्राइटेरिया छैन। तर धेरै चाहिँ अब नेपालै बेचिरहेको छैन भन्ने मान्छेहरूलाई पो ल्याएर अट्र्याक्ट गर्ने। उसले त कहिले पनि सेल गरेर नेपाललाई थाहा छैन रहेछ भनेर पनि क्वेसन आउँछ नि। कति एजेन्सीहरू त कस्तो मैले कहिलेकाहीँ के फिल गर्छु भने जाँदाखेरि उहाँले त एकचोटि पनि नेपालै सेल गरेका छन्, गरिरहेको बेला किन ल्याउने? नयाँलाई ल्याएर नयाँलाई चाहिँ हामीले एन्करेज गर्ने हो नि त। हाम्रो देश यस्तो छ, यो गर भनेर। अब तुरुन्तै नआउला त्यसको रिजल्ट होइन। कहिले पनि नेपाल सेल गरेका छन्, ल यसले नेपाल सेल गरेर यसले त मलाई बिजनेस दिन्छ होइन कि, नेपालै सेल गरेका छन् अब यसले बिस्तारै दिन्छ। पेसेन्स लेभल हुनु पऱ्यो। मार्केटिङको अहिले रिजल्ट आउँदैन, वर्ष दिन लाग्ला, 2 वर्ष लाग्ला, यु नेभर नो कहिले रिजल्ट आउँछ। तर त्यो चाहिँ किप अन ट्राइङ चाहिँ हुनुपर्छ। अनि तपाईँ एउटा मोटर्स कम्पिटिसनमा पनि जानुभएको थियो होइन? अनि एज अ फर्स्ट वुमन विनर पनि भएर आउनुभएको छ, इन्टरनेसनल वुमन विनर पनि भएर आउनुभएको छ। तपाईँलाई कस्तो, त्यो त एकदम राम्रो कुरा हो हाम्रो लागि। तपाईँलाई कस्तो लाग्यो? मैले इन्टरनेसनल मोटर स्पोर्ट्समा चाहिँ मेरो जर्नी चाहिँ मैले सायद टुरिज्मकै नै मैले अलिकता त्यहाँनिर चाहिँ यस्तो खालको हुनुपर्छ म पनि सिकौँ होइन। टुरिज्मको चाहिँ धेरै सम्भावना, फ्युचर टुरिज्म देखेरै मैले त्यसमा जोइन गरेको थिएँ। प्लस मलाई चाहिँ एउटा एडभेन्चर जुनैमा पनि एकदमै इन्ट्रेस्ट छ।
त्यही कारणले पनि नेपालमा नेसनल कम्पिटिसन हुँदाखेरि मैले स्टार्ट गरेँ। त्यसपछि मैले थाइल्यान्डमा गएँ। फर्स्ट म सेलेक्टेड भएर थाइल्यान्डमा गएँ। नेसनलमा सेलेक्टेड भएपछि मात्रै जान पाउँछ हामी। र नेसनलमा नासाको थ्रुबाट उहाँहरूको सपोर्टमा गएको थियो। उहाँहरूले 50% इन्भेस्टमेन्ट उहाँहरूको हुन्थ्यो, 50% हाम्रो हुन्थ्यो। र त्यो फर्स्टमै मैले चाहिँ लक्किली या मेरो एकदमै राम्रो डेडिकेसन भएर मैले 3rd पोजिसन हासिल गर्न सफल भएँ। त्यसपछि इन्डोनेसिया र लास्ट टाइम चाहिँ 2022मा फ्रान्समा नि गरेको थिएँ मैले। वर्ल्ड कप भने जस्तै हुन्छ नि हाम्रो, त्यस्तै वर्ल्ड मोटर स्पोर्ट्स हो त्यो। त्यसमा नि गरेको थिएँ। त्यो एक्सपिरियन्सले मैले एउटै मात्र मलाई जहिले पनि दिमागमा केही आइरहेको भने वर्ल्ड स्पोर्ट्स फ्रान्समा जाँदाखेरि मर्सेली भन्ने ठाउँमा गएको थियो, विच इज भेरी आई थिङ्क मान्छेहरू फ्रान्स घुम्न जाने, पेरिस जाने भन्दा पेरिस मात्रै दिमागमा आउँछ नि त। तर उनीहरूले मर्सेलीमा किन राखे त? टाढा किन राखे भने त्यो डेस्टिनेसन सेल गर्न लग्ने। त्यहाँ जाँदाखेरि त हजारौँ देशबाट आउनु भएको थियो नि त। त्यो डेस्टिनेसन थाहा भयो, बुझ्यो, हेऱ्यो, साइट सिन गरियो होइन। त्यसपछि त अनि रिपिटेडली उहाँहरूले सजेस्ट गर्ने भयो, अरूलाई रेकमेन्ड गर्ने भयो। मलाई मन पर्यो खुद त्यहाँको बिचेसहरू यति राम्रो थियो, यस्तो क्वाइट होइन। त्यहाँ यस्तो अङ्गुरको खेतीहरू त्योहरू सबै हेर्न पाएँ नि त। मैले नेक्स्ट टाइम सेल गर्न थालेँ नि त म एज ए आउटबाउन्ड टुर अपरेटर। सो त्यस्तै खालको चाहिँ हाम्रो नेपालमा नि कन्सेप्टहरू ल्याउनुपर्छ। तपाईँले पनि अब नयाँ नयाँ ठाउँमा गएर यस्तो कुनै इभेन्टहरू राख्ने। एकचोटि लास्ट टाइम एभरेस्टमा भएको थियो हाम्रो इभेन्ट त्यस्तै होइन, एभरेस्ट म्याराथन समथिङ हो। त्यस्तै अब अहिले एभरेस्ट नभइकन अर्को ठाउँमा जस्तै धुलीखेलमा होइन, धुलीखेल भन्दा पनि अर्को ठाउँ अहिले तराई पाटमा होइन। हजुर हजुर डेफिनेटली बडी मालिका भनेर प्रधानमन्त्रीज्यूले पनि कस्तो राम्रोसँग प्रमोसन गर्नुभएको छ। त्यस्तो ठाउँमा तपाईँले त्यसलाई पनि प्रमोट गर्न सक्नुहुन्छ होइन। अब हाम्रो तर पोखरामा हाम्रो फेवाताल त एकदम पपुलर छ। फेवातालको साथसाथै अर्को एउटा ताल छ नि हाम्रो रारा पनि छ होइन। रारा ताल छ अनि यतापट्टि हाम्रो बेगनास ताल छ। बेगनास ताल पनि धेरै प्रमोसन भइरहेको छैन, त्यो झन् ब्युटिफुल छ। त्यसलाई पनि पहिला गरौँ, आफूसँग भइरहेको कुरा पहिला गरौँ नयाँ ठाउँ भन्दा होइन। तपाईँलाई एकदम शुभकामना छ त्यसको लागि। अब यसमा तपाईँ सक्सेस हुनुहुन्छ डेफिनेटली होइन। अनि तपाईँ सोलो ट्राभलर पनि हुनुहुन्छ, सोलो ट्रेकर। अनि यसको कन्सेप्ट कसरी आयो तपाईँलाई? सोलो ट्रेक चाहिँ यस्तो भएको खासमा मैले अघि नै भने म चाहिँ एडभेन्चरहरू एकदम मनपर्ने, नयाँ कुराहरू एकदम टेस्ट गर्न मनपर्ने। तर मैले चाहिँ ट्रेक चाहिँ कहिले पनि सेल गरेको थिएन। आफूले एक्सपिरियन्स पनि अलिअलि मात्रै गरेको थिएँ, खासै गरेको थिएन। म चाहिँ कस्तो गर्छु भने कुनै पनि कुरा सेल गर्नु अगाडि त्यसलाई एक्सपिरियन्स गर्छु कि आफूले त्यसलाई एक्सपिरियन्स गरे पो तपाईँले चाहिँ त्यो सेल गर्न सक्नुहुन्छ त होइन। मैले ट्रेक गरेको थिएन सर, सोलो ट्रेक भनेर। अनि एउटा नेपाली ट्राभलरले चाहिँ स्पेसली वुमेनहरूलाई सोलो वुमन ट्राभलर भनेर अनाउन्स गर्यो। त्यसमा चाहिँ तपाईँको विभिन्न प्रोसेसबाट चाहिँ तपाईँ चाहिँ सेलेक्टेड हुनु पर्थ्यो। एउटा चाहिँ प्रोसेस भनेको तपाईँको इन्टरभ्यू थियो, अर्को प्रोसेस भनेको फेसबुक लाइक थियो होइन। अनि अर्को प्रोसेस भनेको चाहिँ तपाईँको त्यहाँनिर आएकोहरूलाई चाहिँ तपाईँले कस्तो खालको ट्रेक गर्दै हुनुहुन्छ, त्यो कतिको मतलब बजेटेड छ, कतिको चाहिँ सुइटेबल छ, कतिको चाहिँ इफेक्टेड छ, त्यो हेरेर बल्ल सेलेक्ट भइन्थ्यो कि। त्यो सबै विभिन्न प्रोसेसबाट म सेलेक्ट भएर 18 जना हुनुहुन्थ्यो। हामी डिफ्रेन्ट डेस्टिनेसनमा गएको थियो। त्यो डेस्टिनेसन चाहिँ यस्तो हुनु पर्थ्यो कि कहिले पनि नगएको डेस्टिनेसन हुनु पर्थ्यो, फर्स्ट टाइम जानुपर्ने हुन्थ्यो। सो त्यो चाहिँ एउटा सेफ्टीको पनि मेसेज दिनुभयो, वुमेन्स आर सेफ इन नेपाल भनेर। एक्ज्याक्टली त्यो भएर मैले चाहिँ त्यो जोइन गर्ने मैले सोचेँ। किनभने एक त मलाई सोलो ट्रेक गर्न मलाई इच्छा थियो, एक्लै जान्छु भन्दाखेरि कहिले पनि त्यो प्लान पनि नमिलिराख्ने र त्यसलाई पुस गर्ने फ्याक्टर पनि भइरहेको थिएन। त्यो मलाई नेपाली ट्राभलर एउटा पुस फ्याक्टर जस्तो भयो। नगइ नहुने यति बेला जानुपर्ने भनेर म गएँ र मैले धेरै कुरा सिकेँ। त्यसपछि मैले ट्रेकिङ धेरै एक्सप्लोर गरेँ। र प्लस म अब इन्टरनेसनल मार्केटिङमा जाँदाखेरि कस्तो हुन्छ ट्रेक भनेको, के गर्नुपर्छ, सेफ्टीको मेजरहरूदेखि लिएर के हुन्छ त्यो कुरामा, तपाईँले कसरी चाहिँ आफूलाई प्रिपेयर गर्नुपर्छ भन्ने कुरा मैले भन्न सकेँ नि त होइन, गेस्टलाई भन्न सकेँ। अनि त्यसपछि मैले एउटा चाहिँ सोलो ट्राभलरहरूलाई चाहिँ ग्यादर गरेर पठाउने पनि काम गरेँ एक दुईचोटि। तर त्यो कन्टिन्युटी चाहिँ भएन, स्टिल भइरहेछ कन्टिन्युटी चाहिँ। सो त्यो कारणले कुनै पनि चिजहरू चाहिँ तपाईँले एक्सप्लोर गर्न अगाडि आफूले चाहिँ त्यसलाई एक्सपिरियन्स गरेर त्यसको मर्महरू, त्यसमा भएको एडभान्टेजहरू सबै कुरा चाहिँ बुझ्नुपर्छ जस्तो लागेर मैले गरेको त्यो। द्याट वाज माई टर्निङ पोइन्ट इन लाइफ जस्तो पनि लाग्छ मलाई। अब नेपालमा तपाईँले टुरिज्म सेक्टरमा एउटा मात्रै केही परिवर्तन गर्ने अधिकार पाउनुभयो भने तपाईँले के परिवर्तन गर्नुहुन्छ त दिशुवाजी? एउटै मात्र अधिकार पायो भने पूर्वाधार, इन्फ्रास्ट्रक्चर अनि सेफ्टी। जस्तै अहिले हामीले फ्लाइटमा धेरैजना विदेशीहरू जान डराउँछन् नि त। अनि बाटो दौडिन्छु भन्छ, बाटोमा नि सेफ्टी छैन नि त। पूर्वाधार चाहिँ एकदम चेन्जेस हुन जरुरी छ।
मैले सुरुमै त्यसमा इन्भेस्टमेन्ट लगाउनेदेखि लिएर त्यो सुरु भयो भने त्यो राम्रो भयो भने जहाँसम्म लाग्छ इन्टरनेसनल टुरिस्टहरू पनि सेफ्टी र एउटा इजी वे भयो भने कम्फर्ट वे भयो भने जस मेसेज त जाँदै जाने हो नि त अहिले त डिजिटलको जमाना छ होइन एउटा भ्लगरले मात्रै राम्रो खालको भ्लग राख्दाखेरि जस्तै लास्ट टाइम मैले कति इन्डियन भ्लगरहरूले नेपालको बारेमा राम्रो 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 भने र राम्रो कुराहरू पस्किदिएपछि त यति धेरै जुन जुलाई जस्तो अफ सिजनमा नि पोखरा पुरै भर्यो नि त होइन अब रिजन अर्को थियो होला भए पनि उहाँहरूको चोइसमा फर्स्टमा त नेपालै आयो नि त सो मेरो फर्स्ट चोइस नै फर्स्ट नै इम्प्लिमेन्टेसन मेरो हातैमा ल्याएर यति बजेट चाहिँ कहाँ खर्च गर्छस् भनेर भन्यो भने म त्यहीँनिर नै गर्छु त्यो जरुरी छ ओके तपाईँको अब भोटर्सहरूलाई तपाईँको साथीभाइहरूलाई के मेसेज दिन चाहनुहुन्छ तपाईँलाई किन जिताएर लाने नाटामा होइन र तपाईँलाई नै जिताउनुपर्छ भन्ने तपाईँको केही भावना छ भने तपाईँ एकचोटि हाम्रो भोटर्सहरूलाई तपाईँ के सेयर गर्न सक्नुहुन्छ म सबै भोटर्सहरूलाई चाहिँ खासमा मलाई सपोर्ट गर्नु र मलाई चाहिँ जिताउनु भन्नेमा चाहिँ मैले के विश्वस्त गर्न चाहन्छु भने एक त म एउटा महिला हो र महिला भएकै कारणले चाहिँ मैले अगाडि जानुपर्छ जस्तो लाग्छ किनभने एन्करेजमेन्ट भन्ने चिज चाहिँ महिलाले मात्रै दिन सक्ने भन्ने कुरा होइन तर मैले अघि नै पनि भने लिडरसिपमा र स्पेसली टुरिज्ममा चाहिँ वुमेनहरू एकदमै कम पार्टिसिपेसन भएको भएर पनि मलाई यहाँनिर रोकिन मन छैन मलाई चाहिँ अध्यक्ष हुनै मन छ सो द्याट चाहिँ अपकमिङ फ्युचर वुमेनहरू चाहिँ यसमा चाहिँ मोर एन्करेज होस् पछिल्लो समयमा मैले आफैले फिल गरेको चाहिँ धेरैले भन्ने पनि गरेको थियो कि के आएर के गर्ने हामीलाई भोट ब्याङ्क बनाउने एउटा लेभलसम्म पुर्याउने त्यसपछि चाहिँ हामीलाई सपोर्ट हुँदैन हामी लिडरसिपै गर्न सक्दैनौँ भने अब सायद यो 20औँ वर्षपछि होला 2 दशकपछि बल्ल फेरि पनि वुमेनहरूले लिडरसिप गर्न पाउने एउटा छ र इट्स नट अबाउट द बिङ वुमन मैले काम गर्न सक्छु भन्न खोजे होइन कि म केपेबल भएरै जाने हो अर्को कुरा चाहिँ मैले 10 वर्ष नाटामा बिताइसक्दाखेरि संस्था कसरी चलाउँछ संस्था गभर्मेन्ट लेभलसम्म कसरी लबिङ गर्छ र कुन वेमा जानुपर्छ नेपाल टुरिज्म बोर्डलाई धेरै नजिकसँग बुझेको छु त्यसलाई कसरी चाहिँ मैले सञ्चालन गर्नुपर्छ र मेम्बर्सहरूको एकदमै धेरै कम्प्लेन्ट्सहरूलाई कसरी एड्रेस गर्नुपर्छ भनेर मैले धेरै खाकाहरू रेडी गरिसकेको छु सो त्यही कारणले चाहिँ म गएको 100 डेजमा नै तपाईँहरू सबैले नै फिल गर्नुहुन्छ म त्यो ग्यारेन्टी गर्न चाहन्छु अस्योरेन्स गर्न चाहन्छु र तपाईँहरूले मलाई सपोर्ट गरेर अब यहाँसम्म पुर्याइदिनु भयो भने एउटा खुड्किलो मात्रै बाँकी छ त्यहाँसम्म पुर्याइदिनु होला भने चाहिँ म सबैलाई रिक्वेस्ट गर्न चाहन्छु थ्याङ्क यू जिस्वाजी नाटाको फुल फर्म चाहिँ के हो र अब आउने इलेक्सनको डेट कहिले हो यो हामीलाई बताइदिनु पर्यो नाटाको फुल फर्म चाहिँ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स र यो हाम्रो अब आउँदो इलेक्सन चाहिँ 14 अगस्तमा हुँदैछ र यो पनि भन्न चाहन्छु कि सोल्टी होटलमा हुँदैछ सो तपाईँहरू सबैजनाले चाहिँ यसमा सहभागी भइदिनु होला थ्याङ्क यू भेरी मच फर यर टाइम जिस्वा म्याडम थ्याङ्क यू सो मच फर दिस गोल्डन अपर्च्युनिटी साँच्चै नै मलाई चाहिँ यो सेसनले चाहिँ सपोर्ट गर्छ भनेर मैले पनि लागिरहेको छु र सबै मेम्बर्सहरूले मेरो चाहिँ भ्युज मेरो एजेन्डाहरू मैले एक एकजनालाई भन्न नभ्याउँदाखेरि यसको थ्रुबाट जान्छ भनेर मैले एकदमै आश लिएको छु र थ्याङ्क यू सो मच फर दिस अपर्च्युनिटी तपाईँले आगामी चुनावमा अवश्य राम्रो मत ल्याउनुहुन्छ भन्ने हाम्रो एकदम शुभकामना छ थ्याङ्क यू सो पज विथ प्रज्ञाको तर्फबाट थ्याङ्क यू प्रज्ञा हाम्रो पज विथ प्रज्ञा भन्ने पोडकास्टमा हाम्रो जिस्वाजी आउनु भएको छ उहाँले आफ्नो इन्टरभ्यू पनि दिनुभएको छ यो पब्लिस भएको 24 आवर्समा जतिजनाले सब्सक्राइब र लाइक गर्नुभएको छ गोला प्रथाबाट उहाँहरूको नाम निकालेर हाम्रो जिस्वा म्याडमले उहाँको ट्राभल एजेन्सी स्वा होलिडेजबाट काठमाडौँ पोखरा काठमाडौँको टिकट चाहिँ उहाँले उपहारको रूपमा पहिलो 100 जनाबाट छानेर 1 जनालाई उहाँले दिँदै हुनुहुन्छ थ्याङ्क यू र लाइक र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला सो विल सी यू फर द फ्लाइट सी यू थ्याङ्क यू